Hello. Good afternoon, everyone. Thank you for joining us for this afternoon's lecture. My name is Deepak Thapa of Social Science Baha. I'm here to just briefly welcome you before I hand over the proceedings to my colleague Hari Sharma. This is the third in the series of the Nanda R. and Pamela L. Shrestha lecture series honoring Nepal scholars. We've had two of these in the past, one in 2019 when Sarah Tamang delivered the inaugural lecture in honor of Meena Acharya, the feminist economist who passed away recently. The second was in 2020 by Deepak Yuale to honor Tony Hagen, the esteemed and pioneering Swiss geologist Tony Hagen. This is obviously the third of the lecture. We've had a gap because this is not a periodic lecture. This is as and whenly lecture, as and when we find someone willing or ready to honor someone. And this time we found our own Mukta Singh Tamang, who will be honoring Professors David Holmberg and Catherine S. March. The lecture is titled Tapai Kun Barkama Parnuhuncha. This is the first time we're doing this lecture in Nepali, and I hope you'll enjoy it. But I pass this on to Hari Sharma, my colleague from Social Science Baha. नमस्कार सबैजनालाई स्वागत छ दीपकजीले सोशल साइन्स बाको तर्फबाट यहाँहरूलाई स्वागत गरिसक्नु भएको छ र ब्रिफली आज हामी के गर्छौं भनिसक्नु भएको छ। आज हामीलाई खुसीको कुरा के हो भने कि मुक्तजी हाम्रो बाहाकै परिवार हुनुहुन्छ। हामीसँगै हामी विभिन्न बोर्डहरुमा सँगै काम गरेर बसेका छौं र इन हाउस स्कलरले यो लेक्चर दिन लागेको चाहिँ पहिलो पटक हो यो खालको चाहिँ। त्यसले गर्दा पनि मलाई खुसी लागेको छ र मुक्तजीले आज नेपालीमै प्रेजेन्टेसन गर्ने भए हुनाले मैले नेपालीमा बोले। तर अझ रमाइलो सन्दर्भ के छ भने म पनि कुनै कारणले जोडिएको छु बाहासँग पनि बाहामै छु। तर मैले पढेको विश्वविद्यालय छोटो समयमा कर्नेल विश्वविद्यालयमा मुक्तजी पनि त्यहीँ पढ्नु भएको। उहाँले पीएचडी गर्नुभयो। अनफर्चुनेटली म बिचैमा आएँ, मास्टर्सको प्रोग्राम सकेर आएँ। आज हाम्रो बिचमा दुईजना प्राध्यापकहरू जो प्राध्यापक निवृत्त हुन्छ कि हुँदैन, डु प्रोफेसर्स रिटायर और नट, त्यो त क्वेसन छ। तर भन्दा चाहिँ पुरानो सेवानिवृत्त भइसक्नु भएको छ तर प्राध्यापक सधैँ प्राध्यापक रहन्छ, गुरु नै रहन्छ। मुक्तजीको पनि एडभाइजर गुरु भएको हुनाले आज हामीसँग दुईजना व्यक्तित्वहरू हुनुहुन्छ जसलाई फेरि म विशेष स्वागत गर्न चाहन्छु। डेभिड होमबर्गको नाम एन्थ्रोपोलोजीको हाम्रो अध्ययनको सन्दर्भमा, नेपालको एन्थ्रोपोलोजीको सन्दर्भमा र एन्थ्रोपोलोजी डिसिप्लिनको सम्बन्धमा पनि चिनाइरहनु पर्ने नाम होइन। सोनाम धान्य हुनुहुन्छ, आफ्नो नाम नै काफी छ। धेरै यहाँ म एन्थ्रोपोलोजी सोशल साइन्स पढ्ने मानिसहरू देखिरहेको छु। उहाँहरूले यो अर्डर इन प्याराडक्स यो जो एन्थ्रोपोलोजीको एउटा क्लासिक किताब हो नेपालको सन्दर्भमा, यो चाहिँ तपाईको रेजिस्टेन्समा, रिचुअल्समा र एन्थ्रोपोलोजिकल स्टडिजमा आफ्नै नाम छ। आज उहाँ हामी बिचमा हुनुहुन्छ। एकपटक करतल ध्वनिका साथ उहाँलाई स्वागत गरौँ। त्यसै गरेर डेभिड हुनुमा हामीसँग क्याथीजी हुनुहुन्छ। आफ्नै नामको चाहिँ उहाँको पनि आफ्नो नाम, इज्जत। उहाँ पनि प्रोफेसर हुनुहुन्छ तर उहाँको विषय चाहिँ हो एन्थ्रोपोलोजी नै हो, तर महिलाहरूको अधिकारका सम्बन्धमा, फेमिनिजमका सन्दर्भमा, वुमेन राइट्सका सन्दर्भमा, यो डिफ्रेन्ट वुमेनको डिफ्रेन्ट वर्ल्डको लाइफको सन्दर्भमा, नेपालदेखि लिएर अमेरिकासम्मको चाहिँ महिलाको यात्रा के हो, गाउँ के हो, सहर के हो, त्यसमा उहाँको केन्द्रित छ। दुवै प्राध्यापकहरूले धेरै विद्यार्थीहरूलाई अमेरिकामा नेपालको एन्थ्रोपोलोजीको, नेपाल सम्बन्धी एन्थ्रोपोलोजीको विकास सम्वर्धनको निम्ति उहाँहरूको ठुलो योगदान छ। र त्यसमध्येमा कर्नेल विश्वविद्यालयमा पढ्न जानेको जो कोही पनि उहाँहरूको ढोकाबाट, उहाँहरूको कोठाबाट, उहाँहरूको कक्षाबाट चाहिँ नगुज्रेको छैन। त्यसमध्येमा हाम्रो बिचमा आज लेक्चर दिने साथी मुक्त तामाङ हुनुहुन्छ जसले एन्थ्रोपोलोजीमा पीएचडी उहाँहरूकै सान्निध्यमा रहेर र सुपरभिजनमा काम गर्नुभएको हो।
र मलाई लाग्छ आज मुक्तजी र क्याथी डेभिडलाई यहाँ सँगै पाउँदा र त्यो विश्वविद्यालयसँग कुनै कारणले जोडिएको हुँदा म आफूलाई पनि हर्षित महसुस गर्दछु। र यहाँ डम्बरजी पनि हुनुहुन्छ त्यही विश्वविद्यालयमा, उहाँसँगै अध्ययन अध्यापन गरेर आउनुभएको अरूहरू पनि हुनुहुन्छ होला। अघिल्लो जेनेरेसनको अलिक बुढौती लागेछ क्यारे, पुरानो मान्छेहरू मात्रै चिनेको छ, नयाँ साथीहरू जो त्यहाँबाट पढ्नु भएको छ निश्चय पनि डेभिड र क्याथीको बारेमा थाहा छ। आज यो फेरि अर्को एउटा संयोग के हो भने यो लेक्चर हामीले नन्द श्रेष्ठ र पामेलाको नाउँमा गरेको छौँ। नन्द श्रेष्ठ पनि अमेरिकामा धेरै वर्ष तपाईँको पढाउनु भयो र उहाँको किताब चाहिँ ल्यान्ड रिफर्मको बारेमा पायोनियर किताब हो, 80s आएको किताब, जब थरोली स्टडी गरेको किताब हो। उहाँले आफ्नो सेवानिवृत्त भइसकेपछि नेपालमा केही सपोर्ट गरौँ अध्ययन अध्यापनका क्षेत्रमा, लेक्चरका क्षेत्रमा भनेर बाहालाई केही साधन स्रोत जुटाइदिनु भएको छ। त्यसको आधारमा हामीले गरेको र यसकारण यो नेपाली स्कलरको बारेमा नेपाली स्कलरहरूले बोल्ने लेख्ने आफ्नो कुराहरूलाई विस्तार गर्ने सन्दर्भमा यो कार्यक्रमको आयोजना गरिएको छ। अब म धेरै कुरा गर्दिनँ। मुक्तजीले आज प्रस्तुत गर्ने विषय चाहिँ उहाँले कुनै मलाई लाग्छ यो जुन लेक्चर हामी आज सुन्न गइरहेका छौँ अथवा कुरा गर्न गइरहेका छौँ, उहाँले आफ्नै समाजको बारेमा लेखेको हुनाले नेपाली भाषामै गर्नुभएको छ। यो कसैको लागि लेखिएको जस्तो मलाई लाग्दैन र यसलाई हामीले अङ्ग्रेजीमा अनुवाद गर्ने पनि प्रयास गरेनौँ। र के छ भने सोसल साइन्सलाई, समाज विज्ञानलाई नेपाली भाषामै कुरा गर्न सकिन्छ कि सकिँदैन, नेपालीमै लेख्न सकिन्छ कि सकिँदैन, किनभने पढ्ने लेख्ने धेरै विषयहरू हामीले बाहिरको भाषाहरूमा गरेका छौँ। त्यसकारण सोसल साइन्स भएको एउटा अथक प्रयास पनि हो कि बोलीचालीको भाषामा, सामान्य मानिसहरूले चर्चा गर्ने भाषामा जटिलभन्दा जटिल समाजशास्त्रका, समाज विज्ञानका जुन अवधारणाहरू छन् त्यसलाई हामी चर्चा गर्न सक्छौँ कि सक्दैनौँ। अब मुक्तजीलाई म धेरै ढिलो नगरिकन मैले भनिसकेँ, मुक्तजी सोसल साइन्स बारसँग पनि आबद्ध हुनुहुन्छ, त्रिभुवन विश्वविद्यालयसँग पनि आबद्ध हुनुहुन्छ, धेरै वर्ष पढाउनु पनि भयो र विभिन्न किसिमको एक्सन रिसर्चहरूमा पनि आबद्ध हुनुहुन्छ। सबभन्दा महत्त्वपूर्ण आज उहाँले आफ्नो गुरुहरूको अगाडि आफ्नो भावलाई, लेखलाई, आफ्नो अनुसन्धानलाई प्रस्तुत गर्दै हुनुहुन्छ। यो ठुलो अनौठो एक प्रकारले यो परम्परा पनि हो कि हामीले जोबाट सिक्छौँ, जोसँग पढ्छौँ उसको सान्निध्यमा बसेर कुरा गर्न पाउनु पनि हाम्रो लागि गर्वको कुरा हो। मलाई लाग्छ आज मुक्तजी निश्चय पनि खुसी हुनुहुन्छ किनभने उहाँको भाव मैले बुझेको छु। यति भन्दै यो छोटो मेरो मन्तव्य यहीँ टुङ्ग्याउँछु। आजको फर्मेट चाहिँ म अब मुक्तजीलाई यहाँ बोलाउँछु, म पनि तल गएर मुक्तजीसँग सुन्न चाहन्छु, कुराहरू सुन्छु, त्यसपछि हामीहरू बसेर छलफल गरौँला। दिपकजीले मलाई जिम्मा दिनुभएको छ कि आजको मोडरेसन पनि तपाईँले गरिदिनुहोस्, फेसिलिटेट भनेर भन्नुभएको छ। फेरि फर्केर यो कुर्सीमा आउँछु अनि हामी दुई भाइ बसेर कुरा गर्छौँ, तपाईँहरूले सवाल जवाफ गर्न पाउनुहुनेछ हामीसँग, त्यही अनुरूप हामी गर्छौँ। ल मुक्तजी, तपाईँलाई स्वागत छ पोडियममा। यो अब बडा मेहनत गरेर लेखिएको पेपर छ र यो अलि महत्त्वपूर्ण विषय पनि छ। कृपया तपाईँहरू सबै व्यस्त मानिसहरू हुनुहुन्छ, कृपया आफ्नो फोन चाहिँ अफ गरिदिनुहोस्, यदि साइलेन्ट गरिदिनुहोस्, केही आयो भने चुपचाप बाहिर गएर लिनुहोस्। यहाँ ध्यान भग्न हुने किसिमबाट काम चाहिँ नगरौँ। धन्यवाद। नमस्कार सबैजनालाई। सबैभन्दा पहिला म चाहिँ सोसल साइन्स बाबालाई चाहिँ धन्यवाद दिन चाहन्छु। यो प्रेस्टिजियस फोरममा मेरो आफ्नो सानो काम प्रस्तुत गर्ने मौका दिनुभएकोमा र त्यसै गरी नन्द आर पामेला यल श्रेष्ठज्यू जो चाहिँ यो सिरिज को चाहिँ स्पोन्सर हुनुहुन्छ, उहाँहरूको सहयोगको निम्ति पनि म धन्यवाद व्यक्त गर्न चाहन्छु। विशेष गरी प्रोफेसर डेभिड होमबर्ग र प्रोफेसर क्याथरिन मार्च उहाँहरू मेरो गुरु हुनुहुन्छ। यो चाहिँ उहाँहरूको अनरमा जुन मैले आज यो प्रस्तुत गर्ने मौका पाएँ, यो चाहिँ एकदमै रेयर र डिस्टिङ्क्ट अपर्च्युनिटी हो, एउटा अनर हो मेरो लागि। उहाँहरू चाहिँ इन्टरनेसनल एकाडेमिक कम्युनिटीमा पाइनियरिङ एन्थ्रोपोलोजिस्टहरू हुनुहुन्छ। यो तामाङ सम्बन्धी र अरू विषयहरूमा चाहिँ मेटिकुलस एउटा चाहिँ लास्ट हाफ अ सेन्चुरी कामहरू उहाँले गर्नुभएको छ र अनि नेपालको विषयमा, तामाङको विषयमा विशेष गरी रिचुअल, जेन्डर र सोसल हिस्ट्री
को काममा चाहिँ उहाँहरूको काम हामी सबैलाई नभई नहुने किसिमको छ। तर उहाँहरू दुईजना चाहिँ यो विद्वान मेरो गुरुभन्दा अझ बढी पनि हुनुहुन्छ मेरो लागि। मैले उहाँहरू अघि हरिजीले भनिसक्नुभयो, मैले उहाँको अन्डरमा चाहिँ पिएचडी रिसर्च गरेँ। I witnessed firsthand their unwavering dedication to ethical scholarship and their deep, abiding respect for the communities they studied. I was also privileged to have opportunity to work with both of them beyond my PhD work on Tamang research. I am inspired by their academic excellence as well as their compassionate ways of living. The paper I present today, which examines intersections of class and caste, ethnicity in contemporary Nepal, is deeply influenced by the foundation they laid. It seeks to honor their legacy of continuing the critical inquiry into power, identity, and the structures of inequality that they so masterfully explored. I stand here today not as a scholar, not only as a scholar, but as a product of their mentorship. Thank you, David and Kath, for your wisdom, for your friendship, and your lifelong service to the people of Nepal. अब म मेरो पेपर पढ्न चाहन्छु। यो अलिकति लामो भयो, तर यसलाई म छोट्याएर यहाँहरू सामु राख्छु। टाइटल तपाईँ कुन वर्गमा पढ्नुहुन्छ भन्ने छ, तर मैले यो सुरुवात चाहिँ अर्को प्रश्नबाट गरेको छु। तपाईँ कसमा पढ्नुभयो भन्ने प्रश्न नेपालको पर्वतीय समुदायमा अर्को मानिस कुन जात जातिको हो थाहा पाउन सोधिने भद्र तरिका हो। आजकल सिधै अर्कोको जात सोध्नु आधुनिक नमानिने हुनाले अर्को व्यक्तिको थरबाट उसको जात जाति अनुमान लाउने चलन छ। जातको पहिचानपछि त्यो मानिस कुन वर्गको होला, कस्तो हैसियत, पहुँच र क्षमता राख्छ, खानपान, आचार विचार कस्तो होला, जात र सामाजिक श्रेणीमा उसको स्थान कहाँ पर्ला भनेर अनि हामी ठम्ब्याउने कोसिस गर्छौँ र त्यही अनुरूप सामान्यतया आपसी अन्तर्क्रिया निर्धारित हुन्छ। जातपात र छुवाछुतको कानुनी वैधता र औपचारिक स्वीकार्यता समाप्त भयो, तर समाजको अनौपचारिक सम्बन्ध र मानिसको जीवन उत्थानका अवसरहरू अहिले पनि जातीय पहिचानले निर्देश गर्छ। आर्थिक वर्गसँग जात जाति, आय, शिक्षा, धन सम्पत्ति, राजनीतिक शक्ति, चिनजान सम्बन्ध, सांस्कृतिक हैसियत र सार्वजनिक भाष्य निर्माण क्षमता आदिका कुरा अन्तर सम्बन्धित र अभिन्न रूपले गाँसिएकोले नेपाली समाजको वर्गीय सम्बन्ध र संरचनाबारे बुझ्न कुनै एक शास्त्रीय खाकाले पुग्दैन। समाजमा समूहहरूको वर्गीकरण र वर्ग विश्लेषणका आधारबारे प्रचलित 3 समाजशास्त्रीय सैद्धान्तिक मान्यताहरू छन्। पहिलो हो मानिसको भौतिक साधन सुविधामा पहुँच र आयको आधारमा वर्ग निर्धारण गर्ने। यसलाई सामान्यतया सामाजिक स्तरीकरण वा सोशल स्ट्राटिफिकेसन पद्धति भनिन्छ। दोस्रो मार्क्सवादी अवधारणा हो। यस अवधारणामा उत्पादनका साधनको स्वामित्व र उत्पादन प्रणालीमा व्यक्तिको स्थानको आधारमा वर्ग निर्धारण हुन्छ। एउटा वर्गले अर्को वर्गमाथि गर्ने शोषण र प्रभुत्वको सम्बन्धले उत्पन्न हुने द्वन्द्व पनि मार्क्सवादी वर्ग विश्लेषणको मुख्य विषयवस्तु हो। वर्ग निर्धारणको तेस्रो आधार समाजका व्यक्तिहरूमा शक्ति र सामाजिक प्रतिष्ठा वा दर्जामा रहेको असमान वितरण हो। शक्ति र सामाजिक हैसियतको प्रयोगबाट उच्च वर्गले अवसर र सुविधा कसरी कब्जा गर्छ र निम्न वर्गलाई निरन्तर बाहिर पार्छ भन्ने यसले हेर्छ। वर्ग विश्लेषणको यो पद्धति म्याक्स वेबरको सैद्धान्तिक मतसँग सम्बन्धित छ। यी तीनै पद्धतिले समाजमा विद्यमान वर्ग, ती वर्गहरू बीचको सम्बन्ध र असमानताको कारणबारे बुझ्न मद्दत गर्छ। युरोपको औद्योगिकरणपछि 19औं शताब्दीमा विकास भएको वर्ग विश्लेषणका यी अवधारणाहरूको आफ्नै विशेषताहरू छन्, तर 20औं शताब्दीको उत्तरार्धमा फैलिएको भूमण्डलीकरण र विश्वको नयाँ अर्थराजनीतिक परिवेशमा वर्ग विश्लेषणका यी पद्धतिहरू अपर्याप्त भए। नयाँ परिस्थितिले वर्ग विश्लेषणको परिष्कृत विधिको आवश्यकता देखायो। यस नयाँ सन्दर्भमा समाज वैज्ञानिकहरूले वर्ग विश्लेषणका विधिको
परिष्कार पनि गरेका छन् र विद्यमान पद्धतिहरूको उपयुक्त पक्षलाई समेत समेटेर एकीकृत आधारको निर्माण गरेका छन्। नयाँ अर्थ राजनीतिक परिवेश भन्नाले विशेष गरी 1970 को दशकपछि पुँजीवादको उत्कर्षसँगै फैलिएको नव उदारवादले व्यापक रूपमा फेरबदल ल्याएको विश्व परिस्थिति हो। नव उदारवादी वैचारिकीको विश्वव्यापी विस्तार र निजीकरण तथा बजार तन्त्रको व्यापकता यसको विशेषता हो। कसैले यसलाई पुँजीवादको दिग्विजय र इतिहासको अन्त पनि भनेका छन्। सस्तो श्रम र ठुलो बजारबाट प्राप्त हुने अधिक मुनाफाका लागि औद्योगिक देशहरूका पुँजीपतिहरूले कल कारखाना र पुँजी तेस्रो विश्वका देशहरूमा सार्दै गए। बहुराष्ट्रिय कम्पनीहरूले सञ्चालन गर्ने यस्ता उद्यम र व्यापारहरूलाई पुँजी, प्रविधि, श्रम, बजार व्यवस्थापनको लागि संसारभर जोड्ने यातायात र सञ्चारको नेटवर्क सिर्जना भयो। राज्यको सिमाना नागेर विश्व व्यापार संरचना गर्ने यो पुँजीवादको उत्कर्षलाई सरल अर्थमा विश्वव्यापीकरण र वैश्वीकरण भनिएको हो। पुँजीवादले संसारलाई एउटै प्रणालीमा गाँच्दा एउटा नयाँ अन्तर्राष्ट्रिय श्रम विभाजन देखा पर्यो। निजीकरणले उत्पादन र वितरणको स्वरूप बदल्यो। नव उदारवाद र वित्तीय पुँजीवादले पुरानो उत्पादनका प्रणाली र सम्बन्धमा परिवर्तन ल्याए। शास्त्रीय मार्क्सवादमा भने जस्तो समाजमा सर्वहारा र पुँजीपति वर्ग दुई वर्ग मात्र रहेनन्, मध्यम वर्ग र वर्गका उपसमूहहरू उत्पन्न भए। एकातिर एउटै आर्थिक वर्गका मानिसमा पनि हामी एउटै वर्गको हौँ भन्ने वर्ग चेतको सृजना हुने अवस्था रहेन भने अर्कोतिर एउटै मानिस पनि आफ्नो जीवनकालमा धेरै वर्गमा पर्न सक्ने भए। उदाहरणका लागि पहिलाका उद्योग मालिकहरू अब कम्पनीका सेयर धनीहरू भए र ती कम्पनी व्यावसायिक म्यानेजर र कामदारबाट सञ्चालन भयो। एउटा कम्पनीको म्यानेजरले आफूलाई श्रमिक र मालिक दुवै ठान्ने भयो। नव उदारवादी वैचारिकीले व्यक्तिवादी स्वच्छन्दता हावी बनायो र वर्ग तरल हुन गयो। यो प्रक्रियामा पुँजीवादी सम्बन्धमा हुने वर्गीय शोषण अदृश्य हुन गयो। यही ताका पुँजीवादी व्यवस्थाको वैकल्पिक बाटो लिएको मानिने समाजवादी सोभियत सङ्घको विघटन हुन गएको थियो। अर्कोतिर तेस्रो विश्वबाट भएको आप्रवासनबाट पश्चिमी युरोप समेत जातीय र सांस्कृतिक र भाषिक रूपमा बहुल हुँदै गएको थियो। जात-जाति, नस्ल र सांस्कृतिक पहिचानको आधारमा हुने उत्पीडनको अविच्छिन्नताले असमानताको खाडल झनै गहिरो भएको थियो। यस्तो परिस्थितिले वर्ग विश्लेषण जटिल बनायो। नेपालले पनि 1990 को परिवर्तनपछि उदारवादी अर्थनीति अवलम्बन गर्यो। यसले खुला बजार र निजीकरणलाई प्रोत्साहित गर्यो। त्यसपछिका 3 दशक यता आएको परिवर्तनमा परम्परागत जीविकामुखी कृषिको अपर्याप्तता, उपभोग्य वस्तुप्रतिको बेलगाम चाह र बजारमा श्रम बेच्नुपर्ने बाध्यता, यी 3 प्रमुख कुराहरू हुन्। सन् 2000 को दशकपछि श्रमिकको रूपमा खाडी मुलुक, मलेसिया तथा अन्य देशहरूमा काम गर्न जाने युवाहरूको सङ्ख्या अत्याधिक बढ्यो। विश्व पुँजीवादी व्यवस्थाको यो नयाँ संरचनामा प्रवेश गर्दा नेपालको स्थान मुख्यतः अध्यक्ष श्रम निर्यात गर्ने र वस्तु आयात गर्ने किनाराको देश हुन गयो। यही वैदेशिक श्रमबाट कमाएको विप्रेषणमा देशको अर्थतन्त्रको निर्भरता बढ्दो छ। स्वदेशमा आम्दानीका स्रोतहरू विस्तार नहुनु र रोजगारी सृजना हुने उद्योगहरू सञ्चालन हुन नसक्दा राज्य सञ्चालनलाई समेत वैदेशिक सहायता र ऋण लिनुपर्ने बाध्यता अर्को नयाँ स्थिति हो। अहिले विप्रेषण र वैदेशिक ऋण तथा सहयोगबाट नेपाली राज्य र बजार चलायमान छ। राज्य र बजारबाट प्रत्यक्ष वा अप्रत्यक्ष फाइदा लिने बिचौलिया, मध्यम र नव धनाढ्य समूहको नयाँ वर्ग जन्मेको छ। व्यापारी, कर्मचारी, नेता र पुँजीपतिमा रूपान्तरित भएका पुराना सामन्तहरूले राज्यको शक्ति प्रयोग गरेर भाडा र मुनाफा आर्जन गर्दछन्। नेपालको यस्तो स्थितिलाई बुझाउन क्रोनी क्यापिटलिजम र दलाल नोकरशाही पुँजीवाद शब्द प्रयोग हुने गरेको छ। भूमिहीन, सुकुम्बासी, मजदुर, किसान, मध्यम वर्ग र प्रभुत्वशाली उच्च वर्ग र जात-जाति बीचको वर्गीय चेतना र अन्तर्विरोधको सम्बन्ध जटिल बनेको छ। एउटा वर्गको सामूहिक स्वार्थ र त्यही वर्गमा पर्ने एक व्यक्तिको व्यक्तिगत स्वार्थबीच अन्तर्विरोध सृजना भएको छ। नेपालमा ऐतिहासिक रूपमा जात, जाति र पहिचानको आधारमा हुने बहिष्करणले वर्गीय शोषणलाई अदृश्य बनाएछ।
यस्तो परिस्थितिमा नेपाली समाजको वर्ग निर्धारण र विश्लेषणको लागि पनि नयाँ पद्धति त्यतिकै खोज्नुपर्ने आवश्यकता छ। यस लेखमा वर्ग विश्लेषणको एकीकृत आधारको सैद्धान्तिक विवेचना र नेपाली समाजको वर्ग जाति संरचना र सम्बन्धबारे म केही प्रस्तुत गर्नेछु। नेपाली समाजलाई चित्रण गर्न वर्गको अवधारणा सबैभन्दा पहिला भित्र्याउने पुष्पलाल श्रेष्ठ र बिपी कोइराला थिए। पुष्पलालले सन् 1949मा मुख्यतः नेपालमा सामन्ती शासक वर्ग र किसान वर्ग रहेको तर आधुनिक उद्योगहरूको विस्तारसँगै पुँजीपति र मजदुर वर्ग पनि अस्तित्वमा आउने कुरा लेखेका थिए। बम्बई क्रोनिकल साप्ताहिकमा 15 जनवरी 1950मा छापिएको नेपालमा मुक्ति आन्दोलन शीर्षकको लेखमा बिपी कोइरालाले लेखेका थिए, कोट, नेपालमा केवल 2 वर्गका मानिस छन्, एउटा अत्यन्त धनी वर्गका राणाहरू र अर्को चरम गरिब वर्गका आम मानिसहरू। त्यहाँ कोही पनि मध्यमवर्गीय भन्ने लायक छैन। भविष्यको सरकारलाई योजनाबद्ध तरिकाले देशको अर्थव्यवस्थालाई पुनर्गठन गर्नका लागि सहज बनाउने वर्ग छैन भनेर लेख्नुभएको थियो। वर्गको यो अवधारणाबाट निरङ्कुश सामन्ती राणा शासनले संस्थागत गरेको र वैधानिक बनाएको असमानतालाई चुनौती दिने नयाँ दृष्टिकोण दिएको थियो। राणाकालमा नेपाली समाजको वर्गीकरण जातीय, आर्थिक र शासकीय शक्तिको आधारमा 2 प्रकारले हेरिन्थ्यो। त्यसमध्ये जङ्गबहादुर राणाको 1910को मुलुकी ऐन मार्फत छुवाछुतजन्य जात प्रथाको आधारमा गरिएको श्रेणीकरण मुख्य थियो। मुलुकी ऐनले नेपालका सबै जातिलाई तागादारी, मतवाली, त्योभित्र पनि मासिने र नमासिने, पानी नचल्ने, त्योभित्र छोइ छिटो हाल्नु पर्ने र नपर्ने गरी मुख्यतः 3 र अथवा त्यसलाई 5 वर्गमा विभाजन गरिएको थियो। यो वास्तवमा जातको मात्रै श्रेणी थिएन, यो चाहिँ हैसियत, अधिकार र उत्पादनका साधनमाथिको स्वामित्व समेतको श्रेणीकरण थियो। दोस्रो चाहिँ शासक र शासितको भूमिका स्पष्ट नै वर्गीकरण हो, जस अनुसार मानिसलाई भारदार, भण्डारी कौशल, दुनिया र चाकर गरी 4 वर्गमा वर्गीकरण गरिएको थियो। भारदार वर्गमा राजा, मन्त्री, नेता, सरदार, बडाहाकिम, गुरु, पुरोहित, जमिनदार आदि हुन्थे र शासक परिवारका सदस्यहरू रहन्थे, जो अक्सर ठकुरी र क्षेत्री जातका हुन्थे। भण्डारी कौशल वर्गमा राज्यका लागि काम गर्ने कर्मचारी र पदाधिकारीहरू हुन्थे। यस वर्गमा तागादारी बाहुन, क्षेत्री, ठकुरी, सन्यासी र नेवार लगायतका नमासिने मतवालीहरू हुन्थे। दुनिया भन्ने वर्गमा सबै सर्वसाधारण मानिसहरू हुन्थे, तर यी छुत अछुतजन्य जातको आधारमा श्रेणीकरण गरिएको हुन्थ्यो। चाकर वर्गमा सबै मासिने मतवाली र पानी नचल्ने दलित समुदायका मानिसहरू पर्दथे। नेपालीहरू कानुनी रूपमै असमान थिए। विक्रम सम्वत 2016 को वीरता उन्मूलन ऐनले जमिनदारी प्रथा र 2020 को नयाँ मुलुकी ऐनले जात प्रथाको औपचारिक अन्त्य गरेपछि कानुनको दृष्टिमा सबै समान भए, तर व्यावहारिक रूपमा पुरानो उत्पादन सम्बन्ध र जातीय असमानता कायम नै थियो। मोहन विक्रम सिंहले विक्रम सम्वत 2025मा उहाँको लेख ग्रामीण क्षेत्रमा वर्ग विश्लेषण भन्ने लेखमा नेपाली समाजलाई 5 भागमा वर्गीकरण गरेका थिए। पहिलो सामन्त वर्ग, उनले जसको आय पुरै जसो शोषणबाट हुन्छ उनीहरूलाई सामन्त वर्गमा राखेका थिए। दोस्रो धनी किसान वर्ग, जसको आयको प्रधान अंश शोषणको तर सानो अंश आफ्नो कमाइबाट हुन्छ। तेस्रो मध्यम किसान, जस अन्तर्गत चाहिँ उनले स्वयं आफ्नो परिश्रममाथि निर्भर रहने समूह राखेका थिए। चौथोमा जसको निर्वाह प्रधान रूपमा श्रमको बिक्रीद्वारा र गौण रूपमा आफ्नै जमिनमा श्रम गरेर निर्वाह गर्नेलाई निम्न मध्यम वर्ग र गरिब किसान वर्गको रूपमा राखेका छन् भने आफ्नो जीवन निर्वाहको लागि पुरै जसो श्रमको बिक्रीमाथि निर्भर रहनेहरूलाई खेत मजदुर भनेर उहाँले भनेका थिए। पञ्चायतकालको मध्यतिर नेपाली समाजको वर्ग संरचनाबारे पीएस ब्लेकी, जोन क्यामरुन र डेभिड सेरनले अघि सारेको मार्क्सवादी खाका सैद्धान्तिक हिसाबले उपयोगी मानिन्छ। नेपालको मध्यपश्चिमाञ्चल क्षेत्रमा 1970 को
दशकमा अविकास, परनिर्भरता र भूमि सम्बन्धलाई केन्द्रमा राखेर गरिएको सामाजिक आर्थिक अध्ययनको आधारमा उनीहरूले नेपाली समाजमा 6 वर्ग रहेको धारणा अघि सारेका थिए। यसमा पहिलो छ अभिजात वर्ग, उहाँलाई अङ्ग्रेजीमा उहाँहरूले अरिस्टोक्रेसी भन्नुभएको छ। दोस्रो बुर्जुवा वर्ग, तेस्रो मध्यम वर्ग, चौथो निम्न बुर्जुवा वर्ग अर्थात् पेटी बुर्जुवाजी, पाँचौँ किसान र छैठौँ रुरल प्रोलेटारिएट अर्थात् ग्रामीण सर्वहारा। कुल वंशमा आधारित अभिजात वर्ग राज्यका सबै काम कारबाहीहरूमा चाहिँ प्रभुत्व राख्ने र जमिनमा नियन्त्रण कायम गरी किसान र ग्रामीण सर्वहाराबाट उनीहरूको उत्पादन र श्रम शोषण गर्ने वर्ग थियो। अभिजात वर्गबाटै आएका कर्मचारी तन्त्रको माथिल्लो तहका मानिसहरू पनि यसै वर्ग अन्तर्गत पर्दथे। अभिजात वर्ग भारदार वर्गको रूपान्तरित नाम भन्ने देखिन्छ, जसमा ठकुरी, छेत्री, बाहुन र केही नेवार समावेश थियो। यो वर्ग अत्यन्तै सानो सङ्ख्यामा रहेको उनीहरूको विश्लेषण थियो। उनीहरूको अनुसार बुर्जुवा वर्ग शासक वर्गकै एउटा भागको रूपमा रहेको भए तापनि सामान आयात निर्यात वा किनबेच गर्ने ठुला बनिया वा व्यापारको कामबाट छुट्टिन्छन्। व्यापार बाहेक बुर्जुवा वर्ग ठेकापट्टा पर्यटनमा पनि लगानी गर्छन्। तर नेपालको सानो अर्थतन्त्र र परम्परागत रूपमा व्यापार नै मुख्य व्यवसाय भएकोले ठुलो उद्योग र पुँजीपतिहरूको विकास हुन नसकेको देखिन्छ भन्ने उनीहरूको भनाइ थियो। त्यसै गरी राज्यले नै कपडा कारखाना, ट्रेडिङ कम्पनीहरू सञ्चालन गर्नाले र भारतीय व्यापारिक समुदायको उपस्थितिले राष्ट्रिय पुँजीपतिको विकास अझै जटिल बनाएको भन्ने उनीहरूको निष्कर्ष थियो। नेपालको बुर्जुवा वर्गले राज्य शक्तिको प्रयोग र सहयोगमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्दछन् भन्ने पनि उनीहरूको राय थियो। उनीहरूको अनुसार मध्यम वर्ग जमिनको उत्पादनमा पर्नु नपर्ने, आधुनिक शिक्षा, प्राविधिक ज्ञान पाएका र आफ्नै व्यवसाय सञ्चालन गर्न सक्ने डाक्टर, वकिल, पत्रकार, इन्जिनियर आदि पर्दथे। कृषि उत्पादन बाहेक आफ्नै आम्दानी गर्न सक्ने कलेज, विश्वविद्यालयका प्राध्यापकहरू, अधिकृत स्तरका सरकारी कर्मचारीहरू पनि यही वर्गमा पर्छन्। निम्न बुर्जुवा वर्गमा भने साना उद्योग र खुद्रा व्यापारी, पसलेका साथै शिक्षकहरू, निम्न तहका प्राविधिक र कर्मचारीहरू पर्छन्। यी व्यवसायबाट हुने अपर्याप्त आम्दानीलाई उनीहरू आफ्नो जमिन र सम्पत्तिबाट हुने आयबाट पुरा गर्छन्। उहाँहरूको विश्लेषणमा धेरै सङ्ख्या किसान वर्ग छ नेपालमा। मुख्य विशेषता खेतीजन्य भूमि र पशुहरूमा स्वामित्व हुनु र मुख्य रूपमा आफ्नै उपभोगको लागि उत्पादन गर्नु हो। किसान वर्गलाई पनि उनीहरूले 3 भागमा विभाजन गरेका हेरेका थिए। धनी किसान, जसले आफ्नो उत्पादनको केही भाग बेच्छ र अरूलाई पनि जालोमा खेतीमा लाउन सक्छ। साना किसान, जोसँग अत्यन्त थोरै जमिन छ र अरूको जग्गा अधियाँ कुद कमाएर चाहिँ र नपुगमा जालादारी काम गरेर गुजारा चलाउँछ। र वास्तविक किसान उहाँहरूको भनाइमा चाहिँ मध्यम किसान हो, जसले खेतीको लागि अरूको श्रम खरिद गर्न पनि सक्दैन र कृषि उब्जनी बेच्न पनि सक्दैन। अन्त्यमा ग्रामीण सर्वहारा भन्नाले चाहिँ भूमिहीन, आफ्नो जीविकाको लागि अरू कुनै नभएका र पूर्ण रूपमा श्रम बेच्नुपर्ने वर्ग हो। तर यस वर्गभित्र अधिकांश जीविकाको लागि श्रम बेच्नु मुख्य उपाय भए तापनि घर गडेरी वा सानो टुक्रा जमिन अलिकति हुन्छ। धेरै ग्रामीण सर्वहाराहरू जमिनदार वा धनी किसानको जग्गामा कृषि मजदुरको रूपमा काम गर्छन्। कृषि बाहेक श्रम बेच्ने अन्य सीमित कामहरूमा सरकारी सेवामा चाहिने श्रमका काम, भारी बोक्ने, निर्माणका कुल्ली, पर्यटन, होटेल, यातायातमा मजदुरी गर्ने र दैनिक गालादारी काम गर्छन्। देशमा थोरै मात्रै कल कारखाना भएको हुनाले युरोपको जस्तो औद्योगिक मजदुरहरू वा सर्वहाराहरू हामीसँग धेरै कम छन्। उहाँहरूले गर्नुभएको यो वर्ग विश्लेषणले नेपालका कम्युनिस्ट पार्टीहरूको दृष्टिकोणमा पनि धेरै प्रभाव पारेको मान्न सकिन्छ। उदाहरणको लागि नेकपा एमालेको 5औं राष्ट्रिय महाधिवेशन 2049मा मदन भण्डारीले प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद सम्बन्धी राजनीतिक दस्तावेजमा नेपाली समाजमा वर्गबारे उल्लेख गरेका छन्। भण्डारीले पुँजीपति वर्गलाई दलाल, राष्ट्रिय र व्यापारी गरी 3 उपवर्गमा राखेका छन् भने किसान वर्गलाई जमिनदार, धनी किसान, निम्न मध्यम किसान र कृषि श्रमिकको रूपमा वर्गीकरण गरेका थिए।
माथिका वामपन्थी दृष्टिकोणहरू नेपाललाई अर्ध औपनिवेशिक र अर्ध सामन्ती राज्यको रूपमा रहेको अवधारणामा आधारित थिए। 1990 र 2062-63 को परिवर्तनपछि वामपन्थी बौद्धिक माझ नेपाल अर्धसामन्ती राज्य नै हो वा पुँजीवादमा प्रवेश गरिसकेको छ भन्ने बहस चाहिँ नै निरन्तर छ। नेपाल पुँजीवादमा प्रवेश भइसकेको छ भन्ने तर्कमा 1990 पछि नेपालले अँगालेको नौ उदारवादी खुला बजार नीति र वैदेशिक ऋण र सहयोगको लगानीबाट सृजना भएको रोजगारी, देश बाहिर श्रमिकको निर्यात, कृषिमा घटेको निर्भरता, पूर्व जमिनदार र धनी किसानहरू वित्तीय र नोकरशाही दलाल पुँजीपतिमा रूपान्तरित हुने प्रक्रियाले र जमिनदार मोहिरैती सम्बन्ध टुटेको रहेको चाहिँ उहाँहरूको तर्क छ। त्यसै गरी राजतन्त्रको औपचारिक अन्त्य पछि सामन्तवादको मूल राजनीतिक खम्बा नष्ट भएकोले नेपाल पुँजीवादी सङ्क्रमणतिर पुगेको चाहिँ उहाँहरूको तर्क छ। यस्तो परिवर्तनले नेपाली समाजको वर्ग संरचना पनि फेरबदल ल्यायो। घनश्याम भुषालज्यूका अनुसार नेपाली समाजलाई 5 वर्गमा बाँड्न सकिन्छ। पहिलो दलाल पुँजीपति वर्ग, दोस्रो राष्ट्रिय पुँजीपति वर्ग, तेस्रो मध्यम, चौथो श्रमिक वर्ग र पाँचौँ सीमान्तकृत वर्ग। त्यसै गरी भर्खरै प्राध्यापक विनोद पोखरेलज्यूले नेपालको उत्पादनका स्वरूपहरूको रूपान्तरण र वर्गीय गतिशीलताबारे लेख्दै विगतका 2 दशक यता विप्रेषण, वैदेशिक रोजगारी, वित्तीय पुँजी, बिचौलिया र सेवा प्रदायिक क्षेत्रको अत्याधिक वृद्धिले वर्गहरू तरल नपुगेको र नेपाली समाजको वर्गीय संरचना उत्पादन सम्बन्धका पुराना खाकाहरूबाट मात्र बुझ्न नसकिने बताएका छन्। उनका अनुसार नेपाली समाजमा किसान वर्ग, स्वदेशमा कार्यरत श्रमिक वर्ग, असङ्गठित श्रमिक वर्ग, वैदेशिक रोजगारीका श्रमिक वर्ग, मध्यम वर्ग र पुँजीपति वर्गमा विभाजन गर्न सकिने देखिन्छ भनेर लेख्नुभएको छ। वर्णाश्रम जात प्रथाको कारणले जातीय उत्पीडन र शोषण उखेल्न नसकिने गरी नेपालमा जरा गाडेर बसेको कुरामा धेरै विद्वानहरू सहमत छन्। उदारवादी विचारकहरू औद्योगिक विकास र आधुनिकीकरणको प्रक्रियामा पुरातन परम्पराको रूपमा रहेको जातीय विभेद बिस्तारै आफै अन्त्य हुँदै जान्छ भन्ने मान्यता राख्दछन्। वामपन्थीहरू भने वर्णाश्रम जाति प्रथा र नेपालीको सामन्ती संरचना गाँसिएको हुनाले जातीय विभेद अन्त्यको लागि सामन्तवादी वर्ग सम्बन्ध नष्ट गर्नुपर्ने ठान्दछन्। शास्त्रीय मार्क्सवादीहरूको भौतिकवादी विश्लेषणमा धार्मिक, सांस्कृतिक, सामाजिक मान्यतामा आधारित जातीय विभाजन केवल उपरी संरचना हो। अर्का थरी मार्क्सवादीहरू वर्ण व्यवस्था नै वर्ग हो र यसको निरन्तरता राजनीतिक शक्तिबाट प्रभाव हुन्छ भन्ने मान्दछन्। उपलब्ध यी सरलीकृत व्याख्या विश्लेषणहरूले वर्ग र जाति बीचको बहुआयामिक सम्बन्धलाई गहिराइमा बुझ्न पर्याप्त सघाउ पुर्याउँदैन। हुन त मार्क्सवादी अध्येताहरूले नेपालको अधिकांश समुदायको लागि जात प्रथाको सम्बन्धले वर्गीय भिन्नतालाई छायामा पारेको र जातीय आधारमा हुने सामाजिक विभेद र राजनीतिक बहिष्करण विरुद्धको प्रतिरोध, स्रोतको असमान वितरण र शोषणले जन्माउने अन्तर्विरोध भन्दा तीव्र रहेको कुरा पहिले देखेका थिए। ब्लेकीहरूले पनि त्यही भनेका थिए। अहिले जातीय विभेदले कसरी वर्ग पुनरुत्पादन गर्छ भन्नेबारे सैद्धान्तिक र अनुसन्धानमा आधारित सघन बहस सुरु भएको छ। मधुसूदन सुवेदी, राजेन्द्र महर्जन लगायतका साथीहरूले चाहिँ यो बारे काम गरिरहनु भएको छ। दलितको सन्दर्भमा चैतन्य मिश्र लेख्दछन्, कोट, अधिकांश लेखकले बुझ्ने र भन्ने गरे भन्दा विपरीत दलित समस्या अर्थात् दलित र दल्ने समुदाय बीचको समस्याको प्रकृति बृहत र सामग्रिक किसिमको छ। यो संस्कृतिको क्षेत्रभित्र मात्रै खुम्च्याएर बसेको छैन। यसले धेरै फराकिलो र बलियो किसिमले प्रणालीगत हिसाबले राजनीतिक र आर्थिक स्रोत क्षेत्र समेत ओगटेको छ। यो अराउने र श्रम गर्ने बीचको राजनीतिक सम्बन्ध हो। मिश्रले भनेका यी कुरा समूचा जात प्रथाबारे र नेपालका आदिवासी जनजातिको हकमा पनि उत्तिकै लागू हुन्छ। आदिवासी जनजातिलाई पनि 1910 को मुलुकी ऐन मार्फत उनीहरूको लागि अपरिचित जातीय उच्च नीचको सोपान र जात व्यवस्थाको सामाजिक र आर्थिक श्रेणीकरणभित्र राज्यले जबरजस्ती ढाल्यो।
सामन्ती र पुँजीवादी दुवै व्यवस्थामा उत्पादन र श्रम शोषण समान हुने भए तापनि छुवाछुतको कहर र भूमिहीनता दलित उत्पीडनको चरित्र हो भने सांस्कृतिक, भाषिक र धार्मिक भेदभाव र भूमिहरण आदिवासी जनजातिले भएको विशिष्ट राजनीतिक आर्थिक यथार्थ हो। म अलिकति यो वर्गीय शोषण र जातीय उत्पादनको सम्बन्धबारे अलिकति चर्चा गर्न चाहन्छु। नेपालको वर्गीय संरचनाबारे भन्नु अगाडि वर्ग र जातिको अन्तर सम्बन्धबारे बुझ्न कस्ता सैद्धान्तिक तर्कहरू छन्? जातीय सवालबारे मार्क्स आफैले र अन्य चिन्तकहरूले के भन्ने जिज्ञासा हामीलाई उठ्नु स्वाभाविक हो। मार्क्सवाद आफै पनि युरोपेली समाज र दर्शनको श्रृङ्खलाको एउटा उपज भएको हुनाले मार्क्सका निष्कर्ष युरोसेन्ट्रिक थिए र युरोपलाई नै केन्द्र र मानव विकासको मोडेल मानेर गरेका थिए। समाजको संस्कार, संस्कृति, विचार, दर्शन र मूल्य मान्यता आदि सबै अर्थतन्त्रको उपज वा उपरी कुरा मात्र हुन् भन्ने साँगुरो र एकाङ्गी इकोनोमिक डिटर्मिनिजम उनको थियो। साम्राज्यवादीले अवलम्बन गरेको रङ्गभेदी नीति, जातीय दमन र सांस्कृतिक संहारबाट दमित भएकाहरूप्रति सहानुभूति राख्दा राख्दै पनि मार्क्स ओरिएन्टलिजमको दृष्टिकोणबाट प्रभावित रहेको थियो भन्ने उत्तर औपनिवेशिक विचारक एडवर्ड सयीदले आलोचना गरेका छन्। हुन पनि मार्क्सले युरोपको औपनिवेशिक नियन्त्रणमा रहेका एसिया, अफ्रिका र अमेरिकाका समाजहरूबारे र जातिबारे उनका अगाडिका कामहरूमा धेरै उल्लेख गरेका छैनन्। तर मार्क्सका पछिल्ला लेखनमा जातीय राष्ट्रिय सवालबारे व्यक्त विचार हेर्दा यी विषयमा पनि उनले महत्त्वपूर्ण कुराहरू अगाडि सारेको देखिन्छ। सन् 1849मा मार्क्स निर्वासित रूपमा त्यस बखत साम्राज्यको केन्द्र रहेको लन्डनमा बस्न पुगेपछि उनको अध्ययन र विश्लेषण व्यापक र धेरै हदसम्म विश्वव्यापी हुन गएको थियो। यस अवधिमा युरोपका आयरल्यान्ड, बेलायत, पोल्यान्ड, रुस लगायतका अन्य देशहरूमा र युरोप बाहिरका महादेशहरूबारे पनि उनले अध्ययन गरेर गएका थिए। ब्रिटिस लाइब्रेरीमा उनले गरेका अध्ययनको नोट, न्युयोर्क डेली ट्रिब्युनमा लेखेका नियमित लेख र उनका चिठीपत्र सङ्ग्रह तथा अप्रकाशित सामग्रीहरूको अध्ययनबाट धेरै नयाँ कुराहरू बाहिर आएका छन्। न्युयोर्क डेली ट्रिब्युनमा इन्डियामा ब्रिटिस राज सम्बन्धी प्रकाशित लेखमा ओरिएन्टल डिस्पोटिजमको अवधारणासँगै मार्क्सले जात प्रथाका बारेमा चर्चा गरेका छन्। मार्क्सका अनुसार एसियाका अन्य देशहरू जस्तै इन्डिया परिवर्तनहीन, गतिहीन छ, जसको कारणले बाह्य आक्रमणलाई सम्भव बनायो। 25 जुन 1853मा प्रकाशित द ब्रिटिस रुल इन इन्डिया शीर्षकको लेखमा उनले लेख्छन्, इन्डियाका रमणीय ग्रामीण समुदायहरू सहृदय देखिए तापनि यी सधैँ ओरिएन्टल डिस्पोटिजमको बलियो जगको रूपमा रह्यो र हामीले यो पनि बिर्सनु हुँदैन कि यी साना समुदायहरू जात र दासताका भेदले दूषित थिए। त्यसै गरी 8 अगस्त 1853को द फ्युचर रिजल्ट्स अफ द ब्रिटिस रुल इन इन्डिया शीर्षकको लेखमा ब्रिटिस शासनले आफ्नै स्वार्थको लागि इन्डियामा विकास गर्दै लगेको रेल लगायत मिसिनहरूले ल्याउने आधुनिक औद्योगिकरणले अन्ततोगत्वा कोट भारतीय प्रगति र शक्तिको निर्णायक अवरोध र भारतीय जात प्रथाको जग श्रमको वंशानुगत विभाजन विघटित हुनेछ भनेर उनले लेखेका थिए। मार्क्सभन्दा अगाडि हेगेलले भारतको जात प्रथालाई कोट अपमानजनक आध्यात्मिक दासता भनेका थिए। वर्गीय र जाति बीचको सम्बन्ध हेर्न मार्क्सवादी विद्वान माइकल बुरावे र एरिक ओलिन राइटले शोषण र उत्पीडन अथवा एक्सप्लोइटेसन र अपरेसनलाई छुट्याएर हेर्ने उपयोगी समाजशास्त्रीय अवधारणा अगाडि सारेका छन्। वर्गीय सम्बन्ध भनेको मूल रूपमा शोषणको सम्बन्ध हो। शोषणको निम्ति दमन चाहिन्छ, त्यसले गर्दाखेरि एक्सप्लोइटेसन चाहिँ अपरेसनसँगै आउँछ।
अतिरिक्त मूल्यको शोषण मार्क्सवादी वर्ग विश्लेषणको चुरो हो। जब एक समूहसँग उत्पादनका सम्बन्धहरूको साधनहरूको स्वामित्व हुन्छ र तिनको उपयोगको लागि उसलाई निश्चित कानुनी, राजनीतिक र सामाजिक अधिकार र शक्ति दिइएको हुन्छ, त्यसको प्रयोगबाट पुँजीपति वर्गले श्रमिक वर्गको श्रमबाट अतिरिक्त मूल्य निकाल्दछ। त्यही वास्तवमा शोषण हो। यस्तो शोषण निरन्तर गर्नको लागि पुँजीपति वर्गले श्रमिकमाथि प्रभुत्व कायम गर्नुपर्ने हुन्छ। त्यसलाई हामी डोमिनेसन भन्यौँ होइन। त्यसकारण अपरेसन कम्स विथ डोमिनेसन। प्रभुत्व भन्नाले एकले अर्कोको गतिविधि, काम इत्यादिमा नियन्त्रण गर्ने शक्ति भन्ने बुझिन्छ। यस्तो नियन्त्रण राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा नियम कानुनदेखि भौतिक हिंसाको प्रयोगबाट गरिन्छ। पुँजीपति वर्ग आफ्नो नाफाको लागि श्रमिक वर्गसँग र आफ्नो जीविकाको लागि श्रमिक वर्ग पुँजीपति वर्गसँग निर्भर रहनुपर्ने हुन्छ। यस्तो किसिमको आपसमा अन्तर्विरोधी तर आपसी परनिर्भरताको अवस्था वर्गीय सम्बन्धको विशेषता हो। तर जातीय सम्बन्ध भनेको चाहिँ मूलतः उत्पीडनको अथवा एक्सक्लुजनको। अङ्ग्रेजीमा उत्पीडनको सम्बन्ध एक व्यक्ति वा समूहले अर्कोलाई पीडा दिने किसिमको क्रूर र अनुचित व्यवहार हो र जसले गर्दा उत्पीडनमा पर्ने व्यक्तिले मानसिक तनाव, भावनात्मक अपेलना, सामाजिक बहिष्करण र अन्याय भोग्दछ। उत्पीडनको माध्यमबाट संरचनागत र संस्थागत तौरले एकले अर्को समूहलाई सीमान्तकृत गर्दै आफूले विशेष लाभ हासिल गर्छ होइन। यस प्रक्रियाबाट शक्तिशाली समूहले अर्को समूहलाई उत्पादनका स्रोत, सामाजिकता, अधिकार र अवसरबाट वञ्चितीकरण गरी सीमान्तकृत गरिन्छ। यस्तो उत्पीडन र बहिष्करण जातीय आधारमा मात्र होइन, लिङ्ग, क्षेत्र, नस्ल आदिको आधारमा पनि हुन्छ। वर्गको आधारमा शोषण र दमन हुन्छ भने जातिको आधारमा उत्पीडन र बहिष्करण हुन्छ। जातीय उत्पीडन र वर्गीय शोषण एक साथमा हुन्छ हुँदैन। यस सम्बन्धमा 3 अवस्थाको उदाहरणको रूपमा चर्चा गरौँ। पहिलो, यदि जर्मन पुँजीपतिले जर्मन श्रमिकको शोषण गरेको अवस्था हो भने त्यहाँ जातीय उत्पीडन छैन तर वर्गीय शोषण मात्र छ भन्ने हुन्छ। दोस्रो, यदि जातीय उत्पीडन छ तर वर्गीय शोषणको सम्बन्ध छैन भने उत्तरी अमेरिकामा उपनिवेश गरेका युरोपेली गोरा पुँजीपति र त्यहाँको रैथाने आदिवासी बीचको सम्बन्ध जस्तो हुन्छ। गोरा पुँजीपतिले आदिवासीको जग्गा बलपूर्वक खोज्छ तर उनीहरूले त्यसमा आदिवासीहरूलाई दास वा श्रमिकको रूपमा काम गर्न अस्वीकार गरेकोले उनीहरूको बीचको सम्बन्ध शोषण र परस्पर निर्भरताको हुँदैन। औपनिवेशिक गोरा पुँजीपति वर्ग श्रमको निम्ति आदिवासीमा निर्भर हुनु नपर्ने भएको हुनाले आदिवासी विद्रोह दबाउन उनीहरूले जाति संहारको बाटो लिने हुन्छ, एक्सक्लुजनको होइन। तेस्रो अवस्था भनेको वर्गीय शोषण र जातीय उत्पीडन खप्टिनु हो। वर्गीय शोषण र जातीय उत्पीडन खप्टेको अवस्थाको सम्बन्ध दक्षिण अफ्रिकाको उपनिवेश गरेको युरोपेली गोरा जातिले गोरा पुँजीपति र त्यहाँको रैथाने काला समुदाय बीचको सम्बन्ध जस्तो हुन्छ। उनीहरू जातीयता वा नस्लकै कारणले आफ्नो स्रोत पनि गुमाउँछन् र जातीयताकै कारणले उत्पीडन र वर्गीय शोषणमा पनि पर्छन्। नेपालको अवस्था सामान्यतया दक्षिण अफ्रिकाको अवस्था जस्तो मेल खान्छ। अर्का मार्क्सवादी विद्वान ओलिभर कक्स र माइकल हेस्टरले पनि वर्ग र जाति बीचको सम्बन्धलाई केलाएका थिए। उनीहरूका अनुसार वर्ग र जाति बीच एक आपसमा जेलिएको सम्बन्ध हुन्छ। जातीय उत्पीडन विरुद्धको सङ्घर्ष वर्ग सङ्घर्षका अर्को रूप हो। जब एउटा जाति समूचा रूपमा केही अपवाद बाहेक निर्धन हुन्छन् र वर्ग र जाति एउटै भएर खप्टिन्छ, त्यो जाति अझ राजनीतिक शासन र सत्तामा भागीदार हुनबाट वञ्चित भएपछि अर्को जातिबाट शासित औपनिवेशिक रैती बन्न जान्छ। राजनीतिक पराधीनता र आर्थिक विपन्नतालाई शासनमा रहेका जातिको नस्लीय उच्चता र सांस्कृतिक श्रेष्ठताको जलपले शासित जातिमाथिको उत्पीडन जब्बर बनाउँछ। यसले के देखाउँछ भने आर्थिक सम्बन्ध, राजनीतिक समावेशिता र सांस्कृतिक सम्मान तीनै कुरालाई जोडेर विश्लेषण गरेमा मात्रै
वर्ग र जातिको सम्बन्धलाई स्पष्ट बुझ्न सकिन्छ। यसको लागि मैले बोर्ड्यूको सिद्धान्त के रहेको थियो र यसअनुसार नेपालको वर्गीय संरचनाको विश्लेषण कसरी गर्न सकिन्छ भनेर हेर्न खोजेँ। बोर्ड्यूको वर्ग सिद्धान्त के हो? फ्रान्सेली समाज वैज्ञानिक पियर बोर्ड्यूले समाज, संस्कृति, शिक्षा र वर्ग सम्बन्धी अगाडि सारेको नवीन सैद्धान्तिक अवधारणा यो नयाँ सन्दर्भमा धेरै उपयोगी सिद्ध भयो। बोर्ड्यूको समाजशास्त्रीय सिद्धान्तमा कार्ल मार्क्स, म्याक्स वेबर, एमिल दुर्खिम र अर्नेस्ट कसिररका विचारहरूलाई नयाँ ढङ्गले संश्लेषण गरेका थिए। अर्को, उनले अगाडि सारेको सैद्धान्तिक अवधारणाहरू समकालीन समाजको वैज्ञानिक अनुसन्धान, एथ्नोग्राफिक खोज, सर्वेक्षण र तथ्याङ्कहरूको विश्लेषणमा आधारित थिए। बोर्ड्यूका कामले समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, साहित्य, शिक्षा, राजनीतिशास्त्र लगायतका विषयका अनुसन्धान र चिन्तनमा व्यापक प्रभाव पारेको थियो। त्यसैले उनको ख्याति समकालीन दार्शनिक जोन पल सार्त्र र मिसेल फुकोको हाराहारीमा पुगेको थियो। बोर्ड्यूले आफ्नो मुख्य अनुसन्धानको काम अल्जेरिया र फ्रान्समा गरेको भए तापनि उनले विकास गरेको समाज वैज्ञानिक सिद्धान्त र विधिको नर्वे, पोर्चुगल, पूर्वी युरोप, अस्ट्रेलिया, बेलायत र संयुक्त राज्य अमेरिकाका समाज अध्ययनको लागि पनि विभिन्न विद्वानहरूले अनुसरण गरेका थिए। बोर्ड्यूको वैचारिक धारलाई पछ्याउँदै वर्ग सम्बन्धी गरिएको पछिल्लो ठुलो अनुसन्धान लन्डन स्कुल अफ इकोनोमिक्सका समाजशास्त्री माइक सावेजको अगुवाईमा गरिएको द ग्रेट ब्रिटिस क्लास सर्वे हो। सन् 2013मा सम्पन्न गरिएको उक्त सर्वेक्षणको लक्ष्य बेलायती समाजको वर्ग एकीकृत आधारमा निर्धारण गर्नु थियो। बीबीसीसँगको सहकार्यमा गरिएको उक्त अनलाइन सर्वेक्षणमा 1,61,000 जना सहभागी भएका थिए। यस सर्वेक्षणको आधारमा सावेज र उनका टोलीले बेलायती समाजमा 7 वर्गहरू रहेको निष्कर्ष निकालेका थिए। सबैभन्दा माथि रहेको उच्च वर्ग वा इलिट क्लास 6%, सबैभन्दा पिनमा सङ्कटग्रस्त वर्ग वा प्रिक्यारिएट क्लास 15% रहेको उनको अध्ययनले देखाएको थियो। यो अनुसन्धानले यी वर्गहरूबीच सम्पत्ति र शक्तिमा विशाल र निरन्तर बढ्दो अन्तर रहेको पनि देखाएको थियो। बोर्ड्यूको वर्ग सिद्धान्त के हो? उनले अगाडि सारेको 4 मुख्य सैद्धान्तिक अवधारणाले उनको वर्ग विश्लेषणको विधि संक्षेपमा बुझ्न मद्दत गर्छ। यी अवधारणाहरूमा पहिलो हो क्यापिटल वा पुँजी, दोस्रो ह्याबिटुस, त्यसलाई मैले स्वभाव भनेर ट्रान्सलेट गरेँ, तेस्रो फिल्ड वा सामाजिक राजनीतिक गतिविधिको मैदान र चौथो सिम्बोलिक पावर, त्यसलाई चाहिँ मैले बिम्ब, भाष्य र चित्रणको शक्ति। यी अवधारणाहरूको माध्यमबाट बोर्ड्यूले आर्थिक सहित सामाजिक, सांस्कृतिक र वैचारिक आयामहरूलाई समेटेर वर्ग निर्धारणको एकीकृत आधार तयार पारेका थिए। वर्ग निर्धारणको उनको विधिले भौतिक र अभौतिक वा वस्तु तत्त्व अब्जेक्टिभ र चेतना तत्त्व सब्जेक्टिभ दुवै पक्षलाई समेट्छ। सामाजिक संरचनामा कुनै व्यक्तिको वर्ग स्थानको आधारमा मानिसको सोच र स्वभाव कसरी निर्माण हुन्छ र उनको अन्य व्यक्तिहरूसँग सहकार्य वा प्रतिस्पर्धाको सम्बन्ध कसरी कायम हुन्छ भन्ने यसले बुझ्न सघाउँछ। र नव उदारवादको यो चरणमा सबैभन्दा बढी फाइदा लिन सफल उच्च र मध्यम वर्गले बिम्ब, भाष्य र चित्रणको शक्तिको प्रयोगबाट असमानता र आफ्नो प्रभुत्वलाई कसरी स्वाभाविक र वैध हो भन्ने भाष्य निर्माण गर्छ भन्ने बुझाउँछ। उनी पुँजीको वितरणको आधारमा वर्गहरू विभाजन हुने बताउँछन्। पुँजीलाई उनले आफ्नो अवस्थालाई उच्च बनाउन वा घट्न नदिन व्यावहारिक रूपमा प्रयोग गर्न सकिने स्रोत वा शक्तिको रूपमा परिभाषित गर्दछन्। बोर्ड्यूको पुँजीको अवधारणा भने धन सम्पत्तिभन्दा बृहत छ। उनले पुँजीलाई 4 प्रकारमा विभाजन गर्नुपर्ने मान्दछन्। पहिलो आर्थिक पुँजी भइगयो, दोस्रो सामाजिक पुँजी, तेस्रो सांस्कृतिक पुँजी र चौथो सिम्बोलिक क्यापिटल
मैले सिम्बोलिक भने यसलाई प्रतीकात्मक पनि भनेर के भन्छ उल्था गर्न सकिने रहेछ। तर मेरो अर्थ चाहिँ बेसी मूलतः बिम्ब र भाष्यको पुँजी कसले भाष्य निर्माण गर्न सक्छ, त्यस्तो पुँजी मानिसहरूमा असमान रूपमा वितरण भएको हुन्छ र त्यसले चाहिँ एउटा मानिसको चाहिँ वर्ग निर्धारण गर्छ भन्ने उहाँको भनाइ हो। अलिकति एक्सप्लेन गर्दाखेरि आर्थिक पुँजी भन्नाले धन सम्पत्ति र भौतिक साधनमाथिको स्वामित्व र नियन्त्रण भन्ने भइगयो, त्यो बारे व्याख्या गर्नु परेन। सामाजिक पुँजी भन्नाले चाहिँ उसको सामाजिक सम्बन्ध वा नेटवर्क भन्ने बुझाउँछ, अर्थात् उसले कसलाई चिनेको छ, कसको मद्दत लिन सक्छ वा कसलाई काम लाउन सक्छ। सांस्कृतिक पुँजी कल्चरल क्यापिटल चाहिँ व्यक्तिको रहनसहन जीवनशैली र हैसियतसँग सम्बन्धित छ। तर सांस्कृतिक पुँजी चाहिँ व्यक्तिले परिवार र सङ्घ संस्थाबाट प्राप्त गर्छ। त्यसमा के पर्छन् भन्दाखेरि उसको भाषा, लवज, रुचि, शारीरिक भावभङ्गी, गुण, सिप, आचार विचार, उसले कस्तो खालको भौतिक कुराहरू चाहिँ नै उपभोग गर्छन् होइन, कस्तो लुगा लाउँछ उदाहरणको निम्ति, कस्तो गाडी चढ्छ, कस्तो खाना खान्छ, के पिउँछ, कस्तो फर्निचर मन पराउँछ, कस्तो साहित्य अथवा चाहिँ थिएटर आदि कुराहरू मन पराउँछ। र अर्को के छ भने संस्थागत पुँजी, अर्थात् उसले प्राप्त गरेको शैक्षिक योग्यताका डिग्रीहरू, अलङ्कार, मान पदवीहरू, दर्जा होइन, यो चाहिँ एउटा सांस्कृतिक पुँजी हो जसले उसको वर्गलाई माथि राख्छ होइन। यसमा सांस्कृतिक पुँजीमा मैले चाहिँ जात वा जन्मको आधारमा समाजले स्वत दिने इज्जत वा अपमान पनि त्यसैमा समावेश हुन्छ। कसैको चाहिँ पुँजी जातको आधारमा, जन्मको जातको आधारमा धनात्मक हुन्छ भने कसैको ऋणात्मक पुँजी हुने हो। सांस्कृतिक पुँजीका यी पक्षहरूलाई विभिन्न समाजमा आफ्नो मूल्य मान्यताका परिप्रेक्ष्यमा महत्ताका हिसाबले उच्चदेखि निम्न वर्गमा वर्गीकरण गरिएका हुन्छन्। अब सामाजिक वर्गको अस्तित्व उजागर गर्न र ती वर्गहरू बिचको असमानतालाई अदृश्य पार्ने विधिलाई बुझाउन बोर्दियोले सिम्बोलिक पावरको अवधारणा अघि सारेका हुन्। यो भनेको सारमा बिम्ब, भाष्य र चित्रणको शक्ति हो। मानिस बिम्ब, चिन्ह, प्रतीकको संसार बनाउने र त्यसमा जिउने प्राणी हो भन्ने एन्थ्रोपोलोजिस्टहरूले भनिएको कुरा हो। र विशेष गरी अर्नेस्ट कसिररका मानवशास्त्रीय दार्शनिक विचारमा बोर्दियूले थप काम गरेका थिए। बोर्दियूको अनुसार शब्द, भाषा, चित्र, नाटक, मिथक, धर्म, विज्ञान, कानुन आदिको माध्यमबाट हामी यथार्थताबारेको भाष्य र ज्ञान निर्माण गर्छौँ। त्यसैलाई यथार्थताको सामाजिक निर्माण अथवा सोसल कन्स्ट्रक्सन अफ रियालिटी हामी भन्छौँ। भाषाको प्रयोगबाट हामी आफू र अरूको वर्ग र सामूहिकताको परिभाषा र पहिचान खोज्छौँ। तर भाषा तथा बिम्ब, भाष्य र चित्रणको शक्ति सबैमा बराबर हुँदैन। निम्न वर्गसँग भाष्य र चित्रणको शक्ति कमी भएकोले आफ्नै पहिचानको पनि उनीहरू राम्रोसँग परिभाषा दिन सक्दैनन्। तर प्रभुत्वशाली वर्गले आफ्नो पहिचानलाई शुद्ध, श्रेष्ठ, सही, उत्कृष्ट र उत्तम भनेर परिभाषित गर्दछन् र अरूलाई निम्न, कमसल, असभ्य, अशुद्ध, अछोत, असक्षम आदिको उपमा सहित मिथ्या मान्यता वा भ्रामक पहिचान, मिसरिकग्निसन थोपर्छन्। यस्ता मिथ्या मान्यताबाट ऐतिहासिक रूपमा निर्मित परिवर्तनीय सामाजिक सम्बन्ध र सामाजिक प्रतिस्पर्धामा लागू हुने अन्यायकारी नियमहरू स्वाभाविक र सही हो भन्ने स्थापित गर्दछन्। सामूहिक पहिचानका अन्य पाटाहरू जस्तै जात जाति, राष्ट्र, विकास, लिङ्ग, भूगोल, धर्म, नैतिकता आदिको भाष्यमा पनि यही कुरा लागू हुन्छ। प्रभुत्वशाली वर्गले समाजबारे बनाएको आफ्नो दृष्टि, अर्थ, भाष्य, पहिचान र मिथ्या पहिचानको परिभाषालाई वैध र प्रश्नको घेराभन्दा माथि राख्न चाहन्छन्। तर उच्च वर्गले आफ्नो भाष्य लाद्ने जुन काम गर्दछन् त्यो सधैँ स्थापित पनि हुँदैन, त्यसको प्रतिरोध पनि निरन्तर हुन्छ। त्यो प्रतिरोध भाष्य निर्माण वा वर्गीकरणको सङ्घर्ष हो। र बोर्दियूको अनुसार वर्ग सङ्घर्षको यो वास्तवमा आधारभूत तर बिर्सिएको पाटो हो।
सामान्यतया जोसँग यति नै पुँजीको मात्रा सबैभन्दा बढी छ ऊ उपल्लो वर्गमा पर्छ र त्यसको विपरीत जोसँग सबैभन्दा कम छ ऊ निम्न वर्गमा पर्छ। तर वर्ग स्थान बुझाउन पुँजीको मात्रा कति छ भन्नेले मात्रै पर्याप्त हुँदैन। वर्गको गतिशील प्रकृतिलाई बुझ्न पुँजीको बनोट र तेस्रो पुँजीको रूपान्तरको प्रक्रिया पनि हेर्नुपर्छ भनेर उनी भन्दछन्। पुँजीको बनोटको हिसाबले एउटै वर्गभित्र पनि कसैसँग एक प्रकारको पुँजी धेरै र अर्को प्रकारको पुँजी कम हुनसक्छ। जस्तो कि एउटा विद्वानसँग पुँजीपतिको तुलनामा प्रतिष्ठा धेरै हुनसक्छ वा एउटा गरिबसँग आफ्नो वर्गको अर्को सदस्यको तुलनामा सहयोगी चिन्जानको मानिस वा सामाजिक पुँजी बढी हुनसक्छ। यी तीन प्रकारका पुँजीहरू एकबाट अर्कोमा रूपान्तरण हुन्छन् वा निश्चित सन्दर्भमा एक आपसमा साट्न सकिने पनि हुन्छन्। उदाहरणको लागि आर्थिक रूपले सम्पन्न व्यक्तिले त्यसको लगानीबाट मान सम्मान र सामाजिक सम्बन्ध सजिलै प्राप्त गर्न सक्छन्। प्रभावशाली व्यक्तिसँग सामाजिक वा नाता सम्बन्ध भएको व्यक्तिले तिनको सहयोगबाट गरिबी र अशिक्षाको अवस्थाबाट उम्केर प्रतिष्ठा र आर्थिक सम्पन्नता हासिल गर्न सक्छन्। त्यसै गरी सांस्कृतिक पुँजीले सम्पन्न उपल्लो जातको सदस्यले गरिब भए पनि शिक्षा रोजगारी लगायतका क्षेत्रमा पहुँच पाएर आफ्नो आर्थिक पुँजी र सामाजिक सम्बन्ध बढाउन सक्छन्। तर कसले कति पुँजी हासिल गर्न सक्छ भन्ने कुरा त्यो व्यक्तिको कुन सामाजिक स्थान अर्थात् लिङ्ग उमेर क्षेत्र र जात जातिसँग सम्बन्धित छ भन्नेले पनि त्यत्तिकै प्रभाव पार्छ। आर्थिक सामाजिक र सांस्कृतिक पुँजीमा एकरूपता आउँदा मानिसहरू वस्तुगत हिसाबले एउटा समूहमा आइपुग्छन्। तर पुँजीको बहुलमुखी प्रकृतिको वितरणले गर्दा मानिसको वर्गस्थान क्रमशः वा सिलसिलेवार हुन्छ। त्यसैले वर्ग समूहको सीमा निर्धारण स्वत हुने हुँदैन। वर्ग कसरी मानिसको दैनिक जीवन र व्यवहारमा अभिव्यक्त हुन्छ यसलाई बोर्दियूले ह्याबिटुसको अवधारणाबाट व्याख्या गरेका छन्। हरेक व्यक्तिको वर्ग स्थानअनुसार निश्चित किसिमको व्यक्तित्व मिजाज सिप सहितको स्वभाव वा ह्याबिटुस निर्माण हुन्छ। यस्तो स्वभावको निर्माण परिवार समुदाय शिक्षण संस्थाहरूबाट सिक्ने वा सामाजिकीकरणको प्रक्रियाबाट हुन्छ। व्यक्तिको स्वभाव वा ह्याबिटसले पुँजीको उपलब्धता अनुसार बनेको वर्ग स्थानलाई प्रत्यक्ष चालचलन वा क्रियामा रूपान्तरण गर्दछ। स्वभाव सामाजिकरणको उपज भएकोले स्वतस्फूर्त प्राकृतिक जस्तो लाग्ने हुन्छ। तर मानिसको स्वभाव वर्ग र समाजको संरचनाबाट पूर्ण रूपमा निर्धारित भएको भने हुँदैन। व्यक्तिले आफ्नो स्वतन्त्र इच्छा र सृजनात्मकता प्रयोग गरेर स्वभावमा नयाँपन पनि ल्याउन सक्छ। यसलाई बुझाउन बोर्दियूले सङ्गीत वादकको उदाहरण दिएका छन्। जस्तो कि एउटा पियानो वादकले आफूले जे सिकेको छ त्यसलाई त्यतिमा मात्र सीमित नराखी आफ्नो कलामा थप नयाँ धुन र लय पनि सृजना गर्न सक्छ। त्यो भनेको चाहिँ यो फिल्डमा आइकन जब मानिसहरू एक आपसमा अन्तर्क्रिया र प्रतिस्पर्धा हुने स्थानमा बोर्दियूले फिल्ड भनेका छन् र त्यही फिल्डमा सामाजिक गतिविधिको मैदानको रूपमा जो हुन्छ त्यहाँ चाहिँ नै ती मैदानहरूमा चाहिँ मानिसहरू आफूसँग भएको पुँजी र आफ्नो स्वभाव सहित आफूले चाहेको लक्ष्य हासिल गर्न प्रतिस्पर्धा गर्छन्। आफ्नो समाजले मूल्यवान ठान्ने कुरा जस्तै आर्थिक फाइदा प्रतिष्ठा र शक्ति प्राप्तिको लक्ष्य उनीहरूले राखेर अगाडि बढ्छन्। त्यसमा त्यो खेलमा संलग्न हुन्छन्। सामान्यतया जोसँग जति पुँजी छ उसले त्यति नै मात्र प्राप्त गर्न सक्छ वा आफूलाई चाहिने चिज प्राप्तिको लागि उसले निश्चित काम मात्रै गर्न सक्छ जति उसँग त्यो क्षमता छ जुन उसको पुँजीले सम्भव बनाउँछ। निम्न वा मध्यम वर्ग यस प्रतिस्पर्धामा आफ्नो वर्गको स्थान उकास्न चाहन्छन् भने उच्च वर्ग आफ्नो प्रभुत्व र श्रेष्ठतालाई निरन्तर पुनरुत्पादन गर्न चाहन्छन्। तर यो प्रक्रिया योजनाबद्ध नभई सहज आदतबाट स्वचालित रहेको जस्तो देखिने हुन्छ। सामाजिक मैदानको गतिविधिलाई बोर्दियूले फुटबल खेलसँग दालेका छन्। उदाहरणका लागि जसरी फुटबल खेलमा सबै खेलाडीको आफ्नो स्थान हुन्छ र खेलको गति र परिस्थिति अनुसार आफ्नो सिप र सुझबुझ प्रयोग गरेर खेल्छन्, त्यसै गरी सामाजिक गतिविधिको मैदानमा पनि सबैको आफ्नो स्थानबाट भएको स्रोत सिप र बुद्धि लाएर प्रयास गर्छन्।
तर भिन्नता के हुन्छ भने खेल मैदानमा जस्तो सामाजिक गतिविधिको मैदानमा नियम सबैलाई बराबरी हुँदैन। सामाजिक मैदानमा हुने यो खेलको नियम नै धेरैले धेरै र थोरैले थोरै पाउने गरी बनेको हुन्छ र त्यसलाई स्वाभाविक मानिन्छ र वर्ग यही निरन्तर प्रतिस्पर्धाको उपज हो। बोर्डियोको डिस्टिङ्सन फ्रान्सको वर्ग विश्लेषणको प्रख्यात समाजशास्त्री किताब हो। स्रोत शक्तिको रूपमा परिभाषित माथिका पुँजीको वितरणका आधारमा वर्गहरूलाई त्यही तहरमा धेरै तहरमा छुट्याएर हेर्न सकिन्छ, तर बोर्डियोले समकालीन फ्रान्सेली समाजलाई 3 वर्गहरूमा हेरेका छन्। पहिलो प्रभुत्वशाली वर्ग, जस अन्तर्गत उद्योगका मालिकहरू, निजी क्षेत्रका कार्यकारीहरू, युनिभर्सिटीका प्राध्यापकहरू राखेका छन्। शारीरिक काम गर्ने विभिन्न तहका दक्ष अदक्ष श्रमिकहरू सबैभन्दा तल्लो वर्गमा राखेका छन् भने प्रशासनिक सहायक र प्राविधिक तहका पसलेहरू मध्यम वर्गमा राखेका छन्। अब यो चर्चापछि म नेपालको वर्ग जात जाति बनोट बारे कुराहरू राख्न चाहन्छु। करिब करिब म अन्त्यमा आइपुगेँ। नेपाली समाजको वर्ग विश्लेषण परम्परागत रूपमा भूस्वामित्व र ग्रामीण उत्पादन प्रणालीमा आधारित रही आएको छ। विशेषतः सामन्ती कृषि संरचना, जातीय श्रम विभाजन, व्यापार र राज्य सत्तासँगको पहुँचका आधारमा गरिने वर्गीय व्याख्याले लामो समयसम्म नेपाली समाजको यथार्थतालाई केही हदसम्म प्रतिबिम्बित गरेको थियो। तर पछिल्ला 3 दशकमा आएका तीव्र राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका कारण यी पुराना मान्यताहरू आज अपुरो र अपर्याप्त भएका छन्। अब के अरे परिवर्तनहरू के हुन् भन्दाखेरि अघिकै कुरा धेरै कुराहरू आइ पनि सकेको छ कि विश्वव्यापीकरण, राजनीतिक अर्थव्यवस्थामा आएको परिवर्तन, राजनीतिक सामाजिक आन्दोलनहरूले राजनीतिक प्रभुत्वको संरचना र मान्यताहरूमा पनि हेरफेर गरेको छ। नेपालमा राजनीतिक शक्तिमा पुराना अभिजात वर्गको प्रभुत्व कायम हुँदाहुँदै पनि नयाँ प्रतिस्पर्धीहरू देखा परेका छन्। 46 सालपछि बहुदलीय व्यवस्था, 62-63 को जनआन्दोलन, गणतन्त्रको स्थापना, संहिता र समावेशी लोकतन्त्रको अवधारणाले सत्ताको संरचना र शासनको भाष्यलाई पनि चुनौती दिएको छ। आजको नेपाली राजनीति केवल वर्गीय शोषणको भाषामा सीमित छैन। यो पहिचान, अधिकार, प्रतिनिधित्व, गरिमाको प्रश्नसँग गाँसिएको छ। महिला, आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम लगायतका समूहहरूको आन्दोलनले वर्गीय मुद्दालाई बहुआयामिक बनाएछ। पुराना वर्ग विश्लेषणहरू प्राय एकै किसिमको श्रमिक वर्गको कल्पनामा आधारित थिए, जुन बहुपहिचानयुक्त समाजसँग यथार्थमा मेल खाएको देखिँदैन। अब नेपाली अर्थतन्त्र अघि पनि भनिसक्यो। नेपाली अर्थतन्त्र कृषि केन्द्रित उत्पादन प्रणालीबाट सेवा, रेमिटेन्स र उपभोगमुखी अर्थतन्त्रतर्फ अघि सरेको छ। वैदेशिक रोजगारी, सहरीकरण, निजी शिक्षा, स्वास्थ्य, सहकारी, ब्याङ्किङ र रियल इस्टेटले नयाँ आर्थिक वर्ग जन्माएका छन्। आज भूस्वामित्व नभए पनि अन्य आम्दानीका कारण मध्यम र उच्च मध्यम वर्गका परिवार भूस्वामित्व नभए पनि पुगेका छन्। जमिन भए पनि आर्थिक रूपमा बजारसँग चाहिँ तपाईँको एक्सेस छैन भने कमजोर अवस्थामा छन्। पुँजीवादमा प्रवेशसँगै पुराना सामन्तहरू दलाल नोकरशाही पुँजीपतिमा रूपान्तरण भएको छ। वैदेशिक ऋण र सहायताबाट चल्ने आयोजना, आधुनिक शिक्षा, डिजिटल पहुँच, प्राविधिक सिप र व्यापार व्यवसायबाट मध्यम वर्गको वृद्धि भएको छ हैन। निर्वाहमुखी सब्सिस्टेन्स जुन एग्रिकल्चर भन्छ त्यसको करिब करिब अन्त्यतिर गइरहेको छ। त्यसले गर्दाखेरि धनिक किसानमा आश्रित हुनुपर्ने जुन परम्परा थियो त्यो कम भएको छ। कमैया, हली, बाली घरे प्रथा जस्ता सामन्ती उत्पादन सम्बन्ध
आदिको औपचारिक अन्त्य भएको छ। समग्रमा हेर्दाखेरि आर्थिक उपार्जन पनि वृद्धि भएको छ, श्रमिकहरू पनि फ्री भएका छन्। तर असमानता भने निरन्तर छ। जातको आधारमा गरिने विभेद नेपालमा कानुनबाट दण्डनीय छ, तर जातको पुँजी कास्ट क्यापिटल चाहिँ वर्गीय निरन्तरता कायम राख्ने एक अदृश्य तर अत्यन्त प्रभावकारी सामाजिक राजनीतिक स्रोतका रूपमा प्रयोग भइरहेको छ। यसले आर्थिक पुँजी, शैक्षिक पुँजी र राजनीतिक पुँजीसँग अन्तर्क्रिया गर्दै पुरानो वर्गलाई नयाँ भाषामा पुनरुत्पादन गर्दछ। जातलाई औपचारिक रूपमा चर्चा नगरे पनि मेरिट, प्रोफेसनलिजम, क्षमता जस्ता शब्दहरूले ऐतिहासिक जातीय लाभलाई व्यक्तिगत योग्यता जस्तो गरी प्रस्तुत गर्दछन्। उच्च जात समूहले पुस्तौँदेखि पाएको शैक्षिक पहुँच, शुद्ध नेपाली, अङ्ग्रेजी बोल्ने क्षमता, आत्मविश्वास, प्रशासनिक संस्कारलाई स्वाभाविक क्षमता मानेर सामान्यकरण गर्ने गरिन्छ। जातको पुँजी अदृश्य भएर तटस्थ योग्यता अथवा मेरिटको रूपमा काम गर्छ। नेपालमा भाष्य, सार्वजनिक भाष्य निर्माणको स्वरूप पनि पछिल्लो 3 दशकमा उल्लेखनीय रूपमा रूपान्तरित भएको छ। पहिले सार्वजनिक भाष्य मुख्यतः राज्य, दरबार, पार्टी नेतृत्व र केही सीमित बुद्धिजीवीहरूद्वारा निर्देशित हुन्थ्यो। विषयको चयन, बहसको सीमा र स्वीकार्य विचारहरू सत्ताको घेराभित्रै तय हुन्थ्यो। 2046 पछि र विशेषतः 65-63 पछि नागरिक, सामाजिक आन्दोलन, समुदाय र पहिचान आधारित समूहहरू सार्वजनिक भाष्यका सक्रिय निर्माताका रूपमा सहभागी भएका छन्। यो रूपान्तरण राजनीतिक व्यवस्था, सञ्चार प्रविधि, सामाजिक संरचना र नागरिक चेतनामा आएको परिवर्तनसँग गहिरो रूपमा गाँसिएको छ। रूपान्तरका यी सबै प्रक्रियाहरू भए तापनि नेपालमा सार्वजनिक भाष्य निर्माणमा प्रभुत्वशाली उच्च वर्गको एकलौटी प्रभाव भने कमजोर भएको छैन, यो बरु पुनर्संरचित भएको छ भन्ने देखिन्छ। उनीहरूले अब पञ्चायती व्यवस्थामा जस्तो नियन्त्रण गरेर अथवा निषेध गरेर होइन, सूक्ष्म संरचनागत र वैचारिक माध्यमबाट भाष्यमाथि पकड जमाउँछ। डिजिटल युगमा आवाज धेरै देखिए पनि ठुला मिडिया हाउस, प्रभावशाली अनलाइन पोर्टल, सामाजिक सञ्जालका इन्फ्लुएन्सर नेटवर्क अझै पनि उच्च वर्गीय आर्थिक, जातीय र शैक्षिक पुँजीमा आधारित छन्। त्यसैले कुन मुद्दा ट्रेन्ड बनाउने, कुन मौन हुन्छ भन्ने कुरा प्रभुत्वशाली समूहले अप्रत्यक्ष रूपमा निर्धारण गर्छ। उच्च वर्गले बहसलाई पूर्णतः रोक्दैन, बरु आन्दोलनका शब्दहरूलाई उपयोग गरेर तिनको अर्थ पुनर्भाषित गरेर त्यो भाषालाई आफ्नो अनुकूल बनाउँछ। प्रभुत्वशाली वर्गले विशेषज्ञता र वैध ज्ञान, कुन ज्ञान वैध हो भन्ने कुराको एकाधिकार, अन्तर्राष्ट्रिय डिग्री, पुस्तक लेखन, अध्ययन, रिपोर्ट, नीति बहस, टेलिभिजन डिबेट आदिबाट वैध बनाउँछ। राज्यका आयोग, थिङ्क ट्याङ्क, विश्वविद्यालय, एनजिओ आदि प्लेटफर्ममा प्रवेशका मापदण्डहरू आफै उच्च वर्ग मैत्री छन्। यही वर्गलाई बारम्बार भाष्य निर्माता बनाइराख्न यो संरचना रहेको देखिन्छ। उच्च वर्गले आफूलाई तर्कसङ्गत, राष्ट्रवादी, विकास मैत्री भनेर प्रस्तुत गर्छन् भने आफ्ना आलोचकलाई आवेगात्मक, विभाजनकारी, विखण्डनकारी वा विदेशी एजेन्डा भएको भनेर उनीहरूको वैधतालाई हरण गर्दछन् र अवैध ठहर गर्छन्। पुराना विश्लेषणहरूले जात र वर्गलाई प्रायः समानान्तर वा स्थिर सम्बन्धका रूपमा व्याख्या गरेका थिए, तर समकालीन नेपालमा एउटै जातीय समुदायभित्र पनि वर्ग विभाजन हुँदै गएको देखिन्छ। उदाहरणका लागि आदिवासी जनजाति, मधेसी वा दलित समुदायभित्र पनि आर्थिक रूपमा सबल, मध्यम र अत्यन्त गरिब वर्ग छुटिएका छन्। जातीय पहिचान अझै पनि सामाजिक अवसर र बहिष्करणसँग जोडिएको छ, तर आर्थिक वर्गको गतिशीलता जातीय सीमाभन्दा छिटो परिवर्तन भइरहेको छ। पुराना मान्यताले यही अन्तर समुदाय वर्गीय विविधतालाई समेट्न सकिएको छैन।
नेपाल जीवनस्तर सर्वेक्षण 2010-11 को तथ्याङ्कको विश्लेषणको आधारमा विश्व ब्याङ्कले नेपालमा 4 वर्गहरू रहेका देखाएको थियो। त्यस विश्लेषणअनुसार उच्च वर्गमा 2%, मध्यम वर्गमा 22%, जोखिममा रहेका वर्ग 45% र अनि गरिब वर्ग 31% रहेको थियो। त्यो सन् 2010-11 को होइन। यसमा वर्ग परिवर्तनीयताको प्रक्रियामा जात जाति पृष्ठभूमिबारे चर्चा गरिएको छ होइन। जात जाति वर्ग उत्थान हुँदाखेरि वर्ग माथि जाँदाखेरि जात पनि माथि जान्छ वा यसको सम्बन्ध के हो, अथवा जातले शिक्षामा वा अर्थ चाहिने आर्थिक उन्नतिमा कस्तो प्रभाव पार्छ, भाइस वर्सा भन्ने कुराहरूले छलफल गर्न खोजेको छ। बोर्डियोको अवधारणालाई अवलम्बन गर्दै अक्सफोर्ड विश्वविद्यालयका डेभिड गेल्नर, कृष्ण प्रसाद अधिकारी र अर्जुन बहादुर विकले कास्कीको एउटा गाउँमा गरेको अध्ययनको आधारमा त्यस समाजलाई 7 वर्गमा हेर्न सकिने भनेर र वर्ग र जात जाति बीच यथेष्ट सम्बन्ध रहेको भनेर उल्लेख गरेका छन्। यो चाहिँ 2021 को उहाँको प्रकाशन हो। जात र वर्ग छुट्टै छुट्टै प्रणाली होइनन्, बरु एक अर्कालाई निर्माण गर्ने र पुनरुत्पादन गर्ने सामाजिक स्तरीकरणका आयामहरू हुन् भन्ने कुरा विगतका अध्ययनहरूले पनि देखाएकै कुरा हो। यो सम्बन्धमा नेपालको चाहिँ समूचा समाजको वर्ग संरचनाबारे विस्तृत र गहन विश्लेषण गर्नु जरुरी छ। मैले मेरो आफ्नो अब्जर्भेसन र अध्ययनको आधारमा चाहिँ र पिरे बोर्डियोको अवधारणालाई अवलम्बन गर्दै हेर्दाखेरिमा बाँडेर हेर्दा नेपालको वर्ग संरचनालाई 5 वर्गमा विभाजन गरेर हेर्न सकिन्छ भनेर मैले अगाडि तर्क राख्न खोजेको छु। यो चाहिँ पहिलो प्रभुत्वशाली वर्ग, प्रभुत्वशाली उच्च वर्गलाई मैले प्रभुत्वशाली भने। दोस्रो उच्च मध्यम वर्ग, उहाँहरूको विशेषता चाहिँ सुविधा सम्पन्न, त्यसैले सुविधा सम्पन्न उच्च वर्ग। तेस्रो मध्यम वर्ग, यसको मुख्य विशेषता सङ्घर्षरत मध्यम वर्ग। चौथो जोखिममा रहेको निम्न वर्ग र 5औं सङ्कटग्रस्त गरिब वर्ग। म यो प्रत्येक वर्गको के विशेषता हुन सक्छन् भनेर एकछिनपछि चर्चा गर्छु। यो बहसको निम्ति कस्ता तथ्याङ्कहरू उपलब्ध छन् भन्दाखेरि एउटा त हामीसँग भएको एनएलएस लगायतका राष्ट्रिय तथ्याङ्कहरू भए। त्यो बाहेक हामीले गरेका अरू फुटकर विभिन्न किसिमका सर्वेहरू पनि छन्। तर एन्थ्रोपोलोजी डिपार्टमेन्टले टियुबाट गरेको एउटा अध्ययन मैले यसमा आधार मानेको छु। यो चाहिँ सन् 2023 सामाजिक समावेशीकरण र लैङ्गिक समानतामा अभिवृद्धि समानता सम्बन्धमा चाहिँ समयको प्रयोग अथवा टाइम एलोकेसन सम्बन्धी एउटा स्टडी हामीले गरेको थियौँ है। अनि त्यो चाहिँ जात जाति र लिङ्गको आधारमा के छ टाइम एलोकेसन भनेर हेरेको थियौँ र त्यो सर्वेक्षणबाट चाहिँ आर्थिक अवस्थाको पनि तथ्याङ्कहरू आउँथ्यो। त्यो आर्थिक तथ्याङ्कको विश्लेषण गरेर हेर्दाखेरि पनि यो 5वटा वर्ग चाहिँ उपयोगी देखिन्छ छलफलको निम्ति भनेर मैले यो अगाडि राखेको छु। उक्त सर्वेक्षणबाट प्राप्त आर्थिक अवस्था बारेको तथ्याङ्कलाई विश्लेषण गर्दा औसतमा कुल जनसङ्ख्याको 1.6% उच्च वर्ग, 13.2% उच्च मध्यम वर्ग, 35.4 मध्यम वर्ग, अनि 28.2 निम्न वर्ग र 21.7 चाहिँ जोखिमपूर्ण सङ्कटग्रस्त गरिब वर्ग भनेर हेर्न सकिन्छ। र आर्थिक रूपले हेर्दाखेरि चाहिँ यसमा हामीले के गरेको थियौँ भन्दाखेरि
औसत मासिक आयको रूपमा हेर्दाखेरि उच्च वर्गको रु 2 लाखभन्दा माथि महिनाको, उच्च मध्यम वर्गको 75,000 2 लाखसम्म, मध्यम वर्गको 40 देखि 75,000, निम्न वर्गको 15 देखि 40,000 र गरिबहरूको 15,000 कम आय भएको। यो तथ्याङ्कले पनि यो 5 वर्ग जुन छ यो हेर्न लायक देखिन्छ भनेर चाहिँ नै गर्न खोजेँ है। अब बोर्डियोको जुन आधारहरू हेर्दै हामीले हेर्दाखेरि यो 5वटा वर्ग कस्तो देखिन्छ भनेर म यहाँ समक्ष राख्न चाहन्छु। पहिलो छ प्रभुत्वशाली उच्च वर्ग। यही अन्तर्गत प्रत्येक वर्गमा कुन जाति कति पर्दो रहेछन् सरदर भन्ने पनि यो तथ्याङ्कबाट आएछ। यो कुरा म यहाँ समक्ष राख्न चाहन्छु। पहिलो प्रभुत्वशाली उच्च वर्ग। यो वर्गसँग ठुलो मात्रामा आर्थिक पुँजी वा सम्पत्ति हुन्छ। उनीहरूसँग जग्गा, घर, सहरहरूमा भाडामा दिने व्यावसायिक भवनहरू, ब्याङ्क, जलविद्युत, बिमा कम्पनी, ठुला होटेल, आयात निर्यात व्यापार सञ्चालन गरेका उद्योग आदिको स्वामित्व र सेयर भएका हुन्छन् हैन। उनीहरूको पेसा व्यवसाय उच्च र स्थिर आयका स्रोत, बहुराष्ट्रिय व्यवसाय, ठेक्का, व्यापार र नीति निर्माणसँग जोडिएका हुन्छन्। कम्पनीका मालिक, व्यवस्थापक, सरकारी उच्च ओहदाका कर्मचारी, सैनिक, प्रहरी, राजनीतिक नेता, धनी देशहरूमा व्यावसायिक काम गर्ने सदस्यहरू पनि हुन्छन्। जोखिम न्यून र पुँजी वृद्धिको सम्भावना उहाँहरूको उच्च हुन्छ। सामाजिक पुँजीको रूपमा उनीहरूको राजनीतिक नेता, उच्च ओहदाका कर्मचारी, न्यायपालिका र व्यापारिक इलिटसँग गहिरो नेटवर्क हुन्छ। राजनीतिक नेतृत्व, उच्च प्रशासन, सेना, प्रहरी, पत्रकार, डाक्टर, वकिल आदि र प्रभावशाली कुलीन धनी वर्गसँगको पारिवारिक, जातीय र ऐतिहासिक सत्ता सम्बन्धले उनीहरूको पहुँच बलियो हुन्छ। उनीहरूले विदेशी कूटनीतिक निकाय, दात्री संस्था र अन्य अन्तर्राष्ट्रिय व्यापारिक व्यक्तिसँग पनि सम्बन्ध बलियो बनाएका हुन्छन्। यो चाहिँ सामाजिक पुँजी हो। अब सांस्कृतिक पुँजी के छ? स्वदेश वा विदेशका महँगो स्कुल, विश्वविद्यालयमा पाएका उच्च स्तरीय शिक्षा र राज्य तथा सङ्घ संस्थाले दिएका पद अलङ्कार उनीहरूको सांस्कृतिक पुँजी हो। उनीहरूले उपल्लो जात र कुल वंशको आधारमा स्वाभाविक रूपमा मान सम्मान पाउँछन्। उनीहरूले अङ्ग्रेजी नेपाली भाषाको प्रयोग, इन्टरनेट, स्मार्टफोन, ल्यापटप र आधुनिक प्रविधिका उपकरणहरूको प्रयोगमा उनीहरू दक्ष हुन्छन्। उच्च मूल्यका खानपिन, ब्रान्डेड लुगा, घरायसी र उपभोग्य सामग्री तथा उच्च मूल्यको मनोरञ्जन प्रबन्ध गर्न सक्दछन् र स्वास्थ्य उपचार र विदेश भ्रमण विदेशमा गर्दछन्, विधा भ्रमण विदेशमा गर्दछन्। सहरीकरणसँग जोडिएको जीवन शैली भए तापनि पुराना कुलीन बोली व्यवहारलाई प्रतिष्ठाको रूपमा निरन्तर राख्छन्। उनीहरूमा एलिट जीवनशैली, अन्तर्राष्ट्रिय संस्कार र आत्मविश्वासयुक्त व्यवहार पाइन्छ। उनीहरूको स्वाद, भाषा र आचरणलाई मानक जस्तै मानिन्छ। यही वर्गसँग सबैभन्दा उच्च भाष्य निर्माण शक्ति हुन्छ। नीति, विकास, राष्ट्रवाद, लोकतन्त्र, बजार, संस्कृतिको अर्थ यही वर्गले परिभाषित गर्छ। सरकार, संसद, ठुला मिडिया, विश्वविद्यालय, थिङ्क ट्याङ्क, निजी क्षेत्र आदि बाट चाहिँ उनीहरूको विचार सार्वजनिक सत्यका रूपमा स्थापित हुन्छन्। उनीहरूले प्रयोग गर्ने भाषा औपचारिक नेपाली, अङ्ग्रेजी, कानुनी र प्राविधिक शब्दावली नै वैध भाषा मानिन्छ। यस वर्गको दृष्टिकोण स्वाभाविक, तटस्थ र सबैका लागि उपयोगी जस्तो देखाइन्छ। उनीहरूसँग प्रतिष्ठा, इज्जत, सम्मान र नेतृत्व गर्ने वर्गको पहिचान हुन्छ। उनीहरूको विचार र निर्णयलाई स्वाभाविक रूपमा वैध मानिन्छ। अब यसमा यो वर्गमा कस्तो छ जाति कम्पोजिसन? प्रभुत्वशाली उच्च वर्गमा ऐतिहासिक रूपमा राज्य सत्तामा पहुँच भएका जातिहरूको प्रभुत्व देखिन्छ। विशेषतः पहाडी, ब्राह्मण, क्षेत्री र केही प्रभावशाली नेवार समूहको उपस्थिति देखिन्छ। ब्राह्मण क्षेत्री 6.2% र नेवार चाहिँ 5.3% उपस्थिति देखिन्छ। यी जातिहरूले परम्परागत रूपमा शिक्षा, प्रशासन, सेना र राजनीतिमा पहुँच पाएका कारण आर्थिक, सामाजिक र प्रतीकात्मक पुँजी पुस्तौँदेखि सञ्चित गर्न सकेका हुन्छन्। पछिल्ला वर्षहरूमा केही जनजाति 1.7% र मधेसी 1.8%
यो वर्गमा पुगेको देखिन्छ भने यो वर्गमा दलितको उपस्थिति शून्य छ। पृष्ठभूमिका के अरे दलित पृष्ठभूमिका व्यक्तिहरू यसमा शून्य छ र मुस्लिम समुदायको केही अपवादको रूपमा रहेका छन्। यस समूहमा वर्ग र जाति एउटा जाति स्तरको दृष्टिकोणले चाहिँ नै यो अत्याधिक मेल देखिन्छ हैन। अब दोस्रो आयो सुविधा सम्पन्न उच्च वर्ग। यो वर्ग काठमाडौँ लगायतका सहरका विकसित क्षेत्रमा जग्गा, आधुनिक सुविधायुक्त अपार्टमेन्ट वा बङ्गला, भाडामा दिन सक्ने घर, कार, जीप भएका हुन्छन्। उनीहरूको व्यवसाय निजी क्षेत्रका अस्पताल, स्कुल आदिका सञ्चालक र व्यवस्थापक, उच्च सरकारी पद, डाक्टर, वकिल, सैनिक, प्रहरी, प्राध्यापक, एनजिओ आइएनजिओ सञ्चालक, सहकारी वा फाइनान्स सञ्चालक, जग्गा कारोबार दलाली, म्यान पावर कम्पनी सञ्चालक, मिडिया हाउस सञ्चालक आदि हुन सक्छन्। उनीहरूको परिवारमा धनी देशहरूमा व्यावसायिक काम गर्ने सदस्य पनि हुन्छन्। उनीहरूको स्थिर र राम्रो आय हुन्छ। उनीहरूको सीमित लगानी र आर्थिक रूपमा सुरक्षित भए पनि प्रभुत्वशाली वर्ग जस्तो हुँदैन। अनि यसपछि म अलिक अगाडि जान्छु। यो वर्गको भाष्य निर्माण क्षमता उच्च तर सीमित हुन्छ। शिक्षक, विज्ञ, पत्रकार, कर्मचारी, पेसागत बुद्धिजीवीका रूपमा उनीहरूले प्रभुत्वशाली वर्गले तय गरेको भाष्यलाई परिष्कृत, व्याख्या र विस्तार गर्छन्। मिडिया, सामाजिक सञ्जाल, शैक्षिक संस्था र नागरिक समाज मार्फत उनीहरूको आवाज सुनिन्छ। तर संरचनागत रूपमा उनीहरूले नीति तय गर्ने भन्दा नीतिको औचित्य प्रमाणित गर्ने भूमिकामा बढी हुन्छ। विरोध गर्ने क्षमता भए पनि पूर्ण रूपले वैकल्पिक भाषा स्थापित गर्न उनीहरू सक्दैनन्। उच्च मध्यम वर्गमा जातीय बहुलता तुलनात्मक रूपमा उच्च वर्गमा भन्दा अलिकति बढी देखिन्छ। उच्च मध्यम वर्गमा पहाडी ब्राह्मीण क्षेत्री 19.6%, नेवार 28.9%, करिब करिब लगभग करिब समान देखिन्छ उपस्थिति भने आदिवासी जनजाति समुदायको उच्च मध्यम वर्गमा 17.4% रहेछ। मधेसी समुदायको 13.2 र मुस्लिम समुदायको 8 र सबैभन्दा कम दलित समुदायको 7.2। अब म सङ्घर्षरत मध्यम वर्गकोमा आउँ। सम्पत्तिको हिसाबले उनीहरूको गाउँमा घर घडेरी, खेतबारी, मोटरसाइकल, स्कुटर हुन्छन्। कसैको सहर बजारमा घर जग्गा पनि हुन्छ। पेसामा ठुला किसान, निम्न किसिमको सरकारी कर्मचारी, साना व्यवसायी, शिक्षक, पत्रकार, प्राविधिक कामदार, सेवामूलक व्यवसायमा काम गर्ने र सहायक स्तरमा काम गर्ने मानिसहरू यसमा पर्छन् धेरै जसो। मध्यम आय भए तापनि ऋणको बोझ उनीहरूसँग हुन्छ र आर्थिक सुरक्षा कमजोर हुन्छ। यो वर्गको नाता, इष्टमित्र सम्बन्ध र सहयोग मुख्य सामाजिक पुँजी हो। उनीहरूले सरकारी अधिकृत, पत्रकार, वकिल, राजनीतिक नेता वा अन्य प्रभावशाली र धनी व्यक्तिहरूसँग सम्बन्ध जोड्न केही हदसम्म सक्ने हुन्छन्। स्थानीय तहमा सम्बन्ध भए पनि राष्ट्रिय वा प्रभावशाली नेटवर्क उनीहरूको अलिक कमजोरै हुन्छ। चिनजानले कहिलेकाहीँ लाभ लिन सके पनि स्थायी लाभ उनीहरू प्राप्त गर्न सक्दैनन् हैन। 12 कक्षादेखि बिएसम्मका पढाइ भएका, शिक्षा र सूचनामा पहुँचको कारणले आफ्नो हैसियत कायम गर्न सक्ने र सरकारी सेवा सुविधामा उनीहरू पहुँच पुर्याउन सक्छन्। तर त्यो शिक्षा प्रतिस्पर्धामा पुग्नको निम्ति पर्याप्त नहुन सक्छ हैन। उनीहरू परम्परागत सांस्कृतिक मूल्य र चाडपर्वलाई महत्त्व दिन्छन्। सामाजिक प्रतिष्ठा र सम्मानको लागि सामुदायिक कार्यहरूमा सक्रिय हुन्छन्। स्मार्टफोन, इन्टरनेटको प्रयोग गर्छन्। तर उच्च गतिको इन्टरनेट, आधुनिक ग्याजेटको पहुँच उनीहरूमा सीमित हुन्छ हैन। फेसबुक, युट्युब, व्हाट्सएप जस्ता सामाजिक सञ्जालमा उनीहरू सक्रिय हुन्छन्। यो वर्ग आधुनिक र परम्परागत संस्कृतिको द्वन्द्वमा बाँचिरहेको अवस्थामा देखिन्छ।
मध्यम वर्ग भन्ने पहिचान भए पनि सामाजिक मान्यता अस्थिर हुन्छ र तल खस्ने डर चाहिँ डाउनवर्ड मोबिलिटी चाहिँ सधैँ रहिरहन्छ। यो वर्गलाई पनि दुई उपवर्गमा बाँड्न सकिन्छ, एउटा माथि उक्लिन सकिने खालको भने दोस्रो चाहिँ नै तल झर्ने चान्स चाहिँ बेसी भएको होइन। यस वर्गको भाष्य निर्माण क्षमता मध्यम तर अस्थिर हुन्छ। सामाजिक सञ्जाल, स्थानीय मिडिया, आन्दोलन र सार्वजनिक बहसमा उनीहरूको उपस्थिति देखिन्छ। भ्रष्टाचार, महँगी, बेरोजगारी जस्ता मुद्दामा उनीहरूले प्रश्न उठाउँछन्, तर निरन्तरता र संस्थागत समर्थनको अभावमा ती भाष्यहरू कमजोर हुन्छन्। उनीहरू प्रायः प्रभुत्वशाली भाष्यको आलोचना र अनुकरणको दोधारमा हुन्छन्। त्यसैले उनीहरूको आवाज सुन्ने त पाइन्छ, तर दीर्घकालीन रूपमा प्रभाव जमाउन कठिन हुन्छ। मध्यम वर्ग जातीय रूपमा सबैभन्दा विविध भएको मान्न सकिन्छ। यस वर्गमा पहाडी ब्राह्मण क्षेत्रीय समुदायका 48.1%, नेवार समुदायका 42.1%, मधेसी समुदायका 40.9%, मुस्लिम समुदायका 41%, आदिवासी समुदायका 33.6% र दलित समुदायका 25% छन्। विशेष गरी शिक्षामा आंशिक पहुँच पाएका तर आर्थिक रूपमा स्थिर हुन नसकेका समुदायहरू यस वर्गमा छन्। दलित, जनजाति र मधेसी समुदायका धेरै मानिसहरू यस वर्गमा रहे पनि उनीहरू माथिल्लो वर्गतर्फ उक्लिन सक्ने कुरामा संरचनात्मक अवरोधको सामना गर्छन्। निम्न वर्ग थोरै घरगडेली, कच्ची घर, थोरै पाखाबारी, उनीहरूको सम्पत्तिको रूपमा साइकल हुन्छ। साना किसान, पशुपालक, मौसमी जालदारी, श्रमिक, पर्यटक, भरिया, यातायात मजदुर, घरेलु कामदार, ठेला व्यापार, वैदेशिक अध्यक्ष श्रमिक यो वर्गको मुख्य पेसा हो। कम र अनिश्चित आय हुनु, सम्पत्ति न्यून वा नहुनु, रोजगारी अस्थिर हुनुले चाहिँ उनीहरूको अवस्थालाई जोखिमपूर्ण बनाउँछ। यो वर्गको भाष्य निर्माण मैले सामाजिक र सांस्कृतिक पुँजी व्याख्या गरिनँ। यस वर्गको भाष्य निर्माण क्षमता अत्यन्तै सीमित हुन्छ। उनीहरूको जीवन अनुभव सार्वजनिक बहसमा कमै मात्र समेट्छन्। बोल्दा पनि भावनात्मक, अशिक्षित वा अराजक भनेर खारेज गरिने सम्भावना हुन्छ। उनीहरूको आवाज प्राय एनजिओ, पत्रकार वा राजनीतिक दल मार्फत उदाहरणको रूपमा मात्रै प्रस्तुत हुन्छ। आफ्नो शब्द र भाषामा बोलेको कुरा वैध नमानिनु यो वर्गमाथिको प्रतीकात्मक हिंसाको उदाहरण हो। यो निम्न वर्गमा दलित समुदाय सबभन्दा बेसी छ, 32%, मुस्लिम 32.7% बराबर, मधेसी 28.6, आदिवासी जनजाति 26% छन्। पहाडी ब्राह्मण क्षेत्रीय समुदाय 13.6% र नेवार समुदाय 15.8% छ। अन्तिममा सङ्कटग्रस्त गरिब वर्ग। यो वर्गसँग सम्पत्ति हुँदैन। उनीहरू जग्गा जमिन नभएका, घर या बसोबास आफ्नो नभएका, नदी किनारा, बस्ती छेउछाउ, जोखिमपूर्ण स्थानहरू का ऐलानी जग्गा वा अरूको जग्गामा कच्ची घर, झोपडी बनाएर बसेका हुन्छन्। गरिब किसान, दैनिक जालदारी, कृषि मजदुर, कुल्ली, नोकर चाकर, घरेलु कामदार, बेरोजगार भएको कारणले गर्दाखेरि उनीहरूको आय अत्यन्तै न्यून वा नभएको अवस्था हुन्छ। खाद्य, स्वास्थ्य र आवास जस्तो आधारभूत कुरामै उनीहरूलाई सङ्कट छ। सामाजिक सञ्जाल कमजोर वा टुटेको हुन्छ। राज्य बजार र समाजबाट लगभग बहिष्कृत हुन्छन्। शिक्षा, सिप र सूचना पहुँच अत्यन्तै न्यून हुन्छ। समाजले असक्षम वा आश्रितको रूपमा हेर्ने प्रवृत्ति हुन्छ। निरक्षर वा आधारभूत साक्षरता, जात जाति र गरिबीको कारणले मान सम्मान विहीन वा हेय आफ्नो आवाज भन्ने सूचना, भाषा र सम्पर्क नभएको कारणले उनीहरू सेवा सुविधामा पहुँच हुँदैनन्। यो वर्गसँग भाष्य निर्माण गर्ने क्षमता लगभग हुँदैन। उनीहरूको पीडा, चाहना र दृष्टिकोण सार्वजनिक भाष्यमा प्राय अनुपस्थित हुन्छ। बोल्ने अवसर नपाउने मात्र होइन, बोले पनि सुन्ने संरचना हुँदैन। उनीहरू नीतिको विषय बन्छन् तर नीतिका निर्माता वा व्याख्याता बन्न पाउँदैनन्। यस वर्गको मौनता स्वाभाविक नभई सामाजिक र संरचनात्मक रूपमा बाध्यात्मक अवस्था हो।
सङ्कटग्रस्त गरिब वर्गमा दलित समुदाय सबैभन्दा बढी केन्द्रित देखिन्छ। यसमा दलित समुदाय 35.4% छ। त्यसपछि आदिवासी जनजाति 21.3, मुस्लिम 16.3, मधेसी 15.5 पर्दछन्। नेवार समुदायका 7.9% यसमा पर्ने देखिन्छ भने पहाडी ब्राह्मण क्षेत्रीय समुदायको उपस्थिति 2.5% यसमा देखिन्छ। यी समुदायहरू आर्थिक मात्र होइन सामाजिक र सांस्कृतिक रूपमा पनि बहिष्करणमा परेका हुन्छन्। राज्य र समाजबाट न्यूनतम सेवा र सम्मान समेत नपाउने अवस्था यस वर्गको मुख्य विशेषता हो र उच्च वर्गमा जस्तै यसमा पनि वर्ग र जात स्पष्ट रूपले खप्टिएको हामी देख्न सक्छौँ। माथिको छलफलले नेपालको वर्गको प्रश्न बहुआयामिक छ र यसलाई केवल आर्थिक पक्षसँग सीमित गर्न सकिँदैन भन्ने देखाउँछ। बोर्डियोले भने जस्तै वर्गको निर्धारण मानिसको उपलब्ध पुँजी र ह्याबिटस वा सिप स्वभाव अनुसार फिल्डमा राजनीतिक आर्थिक सामाजिक गतिविधिको प्रतिस्पर्धाबाट को मैदानबाट हुन्छ। माथिल्लो 2 उच्च वर्गमा उपल्लो जातिको र तल्लो निम्न र गरिब वर्गमा दलित आदिवासी जनजाति मधेसी मुस्लिमको बाहुल्य देखिनु आर्थिक सामाजिक सांस्कृतिक र भाषा निर्माणको पुँजी जात जाति र क्षेत्रगत रूपमा असमान वितरण हुनु र प्रतिस्पर्धाको मैदान र नियम बराबरी छैन भन्ने कुरा चाहिँ यसले देखाउँछ। यस सन्दर्भमा नेपाल र भारतमा जात प्रथा र आदिवासी जनजाति लगायतका पहिचानको बारेमा कस्तो किसिमको विश्लेषणहरू भएका छन् भनेर हेर्नु यसको तुलनात्मक अध्ययन गर्नु पनि अत्यन्त जरुरी हुन्छ भन्ने कुरा राख्दै म यो प्रस्तुति यही सकाउँछु। धन्यवाद। अलिकता अब अलिक समय लाग्यो। यहाँहरूलाई म धैर्य गर्न अनुरोध गर्छु। अब हामी धेरै बेर गर्दैनौँ। कुरा चाहिँ आज उहाँको कुरा सुनिसकेपछि अलिकता छलफल गरौँला भन्ने थियो। करिब मुक्तजीले नै 1.5 घन्टा जति समय लिइदिनु भयो। त्यसले गर्दाखेरि मेरो कुनै हैसियत त छैन कि यसलाई समराइज गर्ने र त्यो भनिएको पनि थिएन। कुरा सकिसकेपछि केही रूपमा केही जिज्ञासाहरू अवश्य उठ्छन्, त्यसमा हामीहरू छलफल गरौँला भन्ने लागेको थियो। काठमाडौँको ट्राफिक, धेरै मान्छे जम्मा भएको, उमेरका मानिसहरू पनि यहाँ देखिराखेको छु, घर पनि फर्कनु पर्ने हुनाले अलिकता ट्विकिङ हामीले गरेका छौँ। यसको अर्थ यो होइन कि हामीले छलफललाई निषेधै गरेको भन्ने होइन। मुक्तजीको कुरा त्यहाँ बसेर सुनिराख्दाखेरि म एन्थ्रोपोलोजिस्ट होइन, तर नेपाली समाजलाई आफ्नो किसिमले हेर्ने प्रयास गरिरहेको मान्छे चाहिँ हुँ। विभिन्न सैद्धान्तिक धरातलहरूलाई टेक्दै केलाउँदै पर्गेल्दै उहाँले यहाँहरू धेरैजसो यस विधामा पढेका मानिसहरू मैले यहाँ देखिरहेको छु। मार्क्सदेखि सुरु गरेर अन्तिममा बोर्दुसम्म लिएर आएर यसलाई केलाउनु भयो। र सबभन्दा ठुलो चाहिँ अब हाम्रो बाँचिरहेको समय, हाम्रो इतिहासलाई हेर्दाखेरि मलाई लाग्छ एउटा अन्यथा नहोला, हामीहरू गएको विगत 500 वर्षमा एउटा चाहिँ उपनिवेशवाद र एउटा चाहिँ तपाईँको क्यापिटलिजम पुँजीवादको दुईटाको अन्तर्मिश्रणबाट हाम्रो परिवेश, हाम्रो समाज, हामीहरूले हेर्ने क्याटेगोरिजहरू सेप हुँदै आएको छ। त्यसले एउटा किसिमको हाइब्रिडिटीको नोसनमा छ। केही पनि प्योर छैन। जसले प्योर कुरा हुन्छ भनेर सोच्छ त्यो मलाई लाग्छ एउटा फाँसीवादी चिन्तन हो। हाम्रो समाज, हामी बसिरहेको समाजहरूमा जुन किसिमको परिवर्तन आएको छ र जुन किसिमको वर्णसङ्करको चाहिँ उदय भएको छ, यो उहाँको ठुलो चिन्ता के थियो भने त्यो प्युरिटीबाट आएको समाजमा, प्योर क्याटेगोरिजबाट आएको समाज कसरी अन्तर्गुलन हुँदै कहीँ पुँजीले काम गर्छ, कहीँ सिम्बलले काम गर्छ, कहीँ स्किलले काम गर्छ, कसरी त्यो भएर जटिलता छ। सामाजिक विश्लेषणको जटिलतालाई, जात वर्गको जटिलतालाई मुक्तजीले बडा चाहिँ गहन मिहिन ढङ्गले प्रस्तुत गर्नुभयो। त्यसलाई हामीले यसलाई छाप्ने हाम्रो
सोसल साइन्स बाले जहिले पनि यस्तो कुराहरूलाई छाप्ने गरेको छ। यसलाई छापेर व्यापक रूपमा छलफलमा हामीले अवश्य लिएर आउनेछौँ। आजको समयको दृष्टिकोणबाट हामीले यो गर्न असमर्थ भयौँ छलफल गर्नलाई, र बाहिर चियाको लागि म यसपछि सबैलाई आमन्त्रण गर्छु मुक्तजीसँग, र डेभिड र क्याथी अरू साथीहरू जति हुनुभएको छ भेट्नुहोस्, एकखेर रमाइलो कुराकानी गरौँ। र यसलाई यो निरन्तरको संवादले, एकपटकको स्कलरसिपले, एकपटकको लेखाइले चाहिँ कुनै कुरो सल्भ हुँदैन। मुक्तजीले एउटा बहुत महत्त्वपूर्ण अभ्यास गर्नुभयो कि यसलाई नेपाली भाषामा कसरी यो सैद्धान्तिक विवेचना गर्न सकिन्छ र कहाँ हामी पुग्न सकिन्छ, यसको आधारहरू के छन्, पढ्ने पढाउने मानिसका निम्ति उपयोगी हुन्छ, सोच्ने सोचाउने मान्छेका लागि पनि यो महत्त्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ। यो महत्त्वपूर्ण कन्ट्रिब्युसन हो। यसरी डिटेलमा यत्रै मान्छे बसेर धैर्यताका साथ युनिभर्सिटी क्लासरुमको सेमिनारमा त हामीले यस्तो कम्प्लेक्स इस्युजहरूलाई सुन्थ्यौँ होला, तर पब्लिकको लेभलमा बसेर यसरी जुन किसिमले आज हामीले सुन्ने मौका पायौँ, यसको निम्ति म मुक्तजीलाई हार्दिक धन्यवाद दिन चाहन्छु। जटिलभन्दा जटिल विषयहरूलाई, अवधारणाहरूलाई, कन्सेप्ट्सहरूलाई, त्यसको कम्प्लेक्सिटिजहरूलाई, जटिलताहरूलाई जुन सहजताका साथ प्रस्तुत गर्नुभयो। उहाँको प्रस्तुतिमा उदाहरणहरू पनि प्रशस्तै थिए, नेपालको सन्दर्भ पनि थियो। मलाई लाग्छ सूचना अनुभवको आधारमा गरिने विश्लेषणले जब हामीलाई एक किसिमको निष्कर्षतिर जाने बाटो देखाउँछ, मलाई लाग्छ ज्ञान सिर्जनाको महत्त्वपूर्ण पक्ष त्यही हो। र अर्को कुरा के भने हामीले पढ्ने, लेख्ने, सोच्ने गर्दा गर्दै पनि मुक्तजीले लामो समयदेखि उहाँको अध्ययन अनुसन्धानको पनि करिब 30 वर्ष हुन लागिसक्यो। यस सन्दर्भमा उहाँ रिफ्लेक्टिभ पनि हुनुभएको छ। मेरो समाज के हो, मैले कसरी हेर्ने हो, र त्यो कुरा उहाँले यहाँ आज सेयर गर्नुभयो। यसको निम्ति फेरि मुक्तजीलाई धन्यवाद दिँदै यहाँहरूको धैर्यताको निम्ति फेरि धन्यवाद दिन्छु। आजलाई हाम्रो कार्यक्रम यहीँ सकियो र हामी बाहिर चियामा भेट्छौँ। धन्यवाद।